प्रिय सञ्जीवनी, जुन मानसिकतामा मैले यो कलम समातेकी छु, मलाई थाहा छ त्यो मेरो पलायनभन्दा बढ्ता पराजय हो। तर विडम्बना, यो पराजय मैले आफैसँग गरेकी जिन्दगीको सबैभन्दा कठिन सङ्घर्षपछि प्राप्त गर्न सकेँ। यति ठूलो सङ्घर्ष मैले कहिले गरेकी थिइनँ। मैले विजयको नाममा आत्मोत्सर्ग गर्न सकिनँ। आज म के निष्कर्षमा पुगेकी छु भने आत्मोत्सर्गको लागि म उपयुक्त उम्मेदवार होइन। मलाई बाँच्न दिइनुपर्छ। म अब आफ्नै निम्ति बाँच्न चाहन्छु। म स्वार्थी र तुच्छ जीवन बाँच्न चाहन्छु। बाँच्ने तिर्खाले खरिसकेकी छु म। जहाँ आत्मा छटपटाइरहन्छ त्यहाँ आत्मोत्सर्गको औचित्यमा प्रश्न उभिँदैन। 4 वर्षपछि तिमीसँग पुनः भेट भयो र यो 4 वर्षपछि पनि ममा रहेको स्वार्थ, यदि यसलाई प्रेम भन्ने अनुमति छैन भने जुन हिसाबले विस्फोट भयो, त्यसपछि म मेरो जिन्दगीको बाटोमाथि पुनर्विचार गर्न विवश छु। र एउटा भयङ्कर निर्णयका साथ मैले यो कलम समातेकी छु। नसम्झ, यो मात्र एक आवेश हो, किनभने मलाई थाहा छ मैले यो आवेशलाई दबाइदिएँ भने फेरि अर्को अवसरमा त्यो विस्फोटित हुनेछ। जुन आवेश पटक पटक दोहोरिन्छ त्यो कसरी आवेश भयो? सम्भव छ तिमी मेरो भयङ्कर निर्णय सुन्न आतुर छौ, तर म साभिप्राय त्यो निर्णय अहिले तिमीलाई बताउँदिन, किनभने म के कुरामा भयभीत छु भने मेरो निर्णय सुनेर कतै तिमीले पनि अरू बुद्धिमान मानिसहरूले चाहिँ मेरो कन्फेसन पूरा नसुनी मलाई उपदेशहरू दिनेछौ। म तिम्रो बुद्धिमानीसँग परिचित छु। तिमीले आफ्ना भावनाहरूलाई बसमा राख्यौ, सधैँ सन्तुलित भएर रह्यौ, आफ्नो अतीतहरूलाई कहिल्यै व्यक्त हुन दिएनौ। ठिक छ, सन्तुलन व्यावहारिकता हो रे, तर अति पनि त एउटा सत्यता हो। म त भन्छु मान्छेले आफ्ना अतिहरूलाई पनि उद्घाटित गर्नुपर्छ र त्यसमाथि विजय हासिल गर्नुपर्छ। यदि आवश्यक छ भने दबाउनु र जित्नु एउटै कुरा होइन। तिमीले चाहिँ दुवैलाई एउटै सम्झी आफूलाई जित्यौ। तर सञ्जी, 4 वर्षपछि तिमीले एउटा गल्ती गर्यौ। तिमीले ढाँटिदिएनौ। साँच्ची भन्ने हो भने तिमीले ढाँट्न सकेनौ। ढाँट्न किन असमर्थ भयो? मलाई अटल विश्वास छ ढाँट्नमा तिम्रो त्यो असमर्थता कारण रहित छैन। मलाई स्पष्टीकरण दिनु पर्दैन सञ्जी। हामीले पुग्दो ढाँडिसकेका छौँ। अब अरू नढाँटौँ कृपया। 2 वर्षको वैवाहिक जीवनको अनुभवले ममा के विश्वास जमाइदिएको छ भने हामी स्त्रीहरूले तिमी पुरुषहरूसँग व्यवहार गर्दा तिमीहरूले विरासतमा पाएका विशेषाधिकार वा कम्तीमा त्यसको सांस्कारिक अवशेषलाई बिर्सन हुँदैन। एउटा पुरुष मानसिकता जहिले पनि विजयमा मात्र सम्झौता गर्न तयार हुन्छ। सम्झौता स्वयंमा हारजित होइन, तर मनोवैज्ञानिक हिसाबले प्रस्तावक पराजित हुन्छ र समर्थक स्वीकारकर्ता चाहिँ विजेता। तिमी पुरुष हौ, फेरि एकपटक विजेता बन, मेरो विजेता। मलाई थाहा छैन अपवित्र के हो, तर मलाई विश्वास छ स्वीकारोक्तिले सबै अपवित्रता, सबै पापहरूलाई पखाल्दछ। म तिम्रो सामु फेरि एकपटक स्वीकारोक्ति दोहोऱ्याउँदैछु यस कारणले कि यसअघि पनि एउटा पुरुषको सामु मैले स्वीकारोक्ति गरिसकेकी छु। तयार छौ होइन मेरो स्वीकारोक्ति सुन्न? सञ्जी, आज जबकि हामी बीच एउटा दूरी छ, एउटा सिमाना छ, तिमी मेरो कन्फेसन सुन्न तयार छौ। जुन बेला यी ससाना र दूरीहरू थिएन, किन बहिरो भएको बहाना गर्यौ? भएको छाडौँ यी कुराहरू। हामी चाहेर पनि त बदल्न सक्दैनौँ अतीतलाई। अतीत लाग्छ मेरो कुनै अतीत नै छैन। तिमी केलाई अतीत भन्छौ? फ्याँकिएका क्यालेन्डरहरूलाई? त्यसो हो भने मेरो अतीत थियो। तर अतीत त्यो भोगाइको नाम हो जसको तीव्रता समयको गतिसँगै क्रमशः फिक्का हुँदै जान्छ। भने मेरो कुनै अतीत छैन। म आज पनि हिजोका ती सबै एक एक मुस्कानलाई त्यत्तिकै ताजा अनुभव गर्छु, एक एक आँसुलाई त्यत्तिकै तातो अनुभव गर्छु। मेरो अतीत वर्तमानसँग एकाकार भएको छ। अस्ति तिमीसँग भेट्दा मलाई लागेन हामी वर्षौँपछि भेट भएका हौँ। बरु यस्तो लाग्यो हामी केही पल अघि मात्र छुट्टिएका थियौँ। आहा, त्यस क्षण तिमीले मेरो अनुभूति साझेदारी गर्न सकेको भए। बाहिर पानी परिरहेको छ, मलाई सम्झना छ तिमीले एकपटक भनेका थियौ तिमीलाई पानी परेको मन पर्दैन रे। तिमीलाई त बादल धुम्म लागिरहोस्, पानी पर्ला जस्तो होस्, तर परि चाहिँ नहालोस् रे, त्यस्तो मनपर्छ रे। त्यति बेला म बुझ्दैन थिएँ तिम्रो यस्तो विचित्र रुचि, तर आज म स्पष्ट बुझिरहेकी छु कति अप्रदाय हुन सक्छौ तिमी। कहिलेकाहीँ बिर्सिहालौँ, रुझिहालौँ जस्तो लाग्दैन। मेरो दुर्भाग्य मलाई चाहिँ पानी परेको नै मन पर्यो र अहिले पानी परिरहेको छ बाहिर। थाहा छैन किन हो, मलाई यस बेला बाल्यकालका क्षणहरू सम्झनामा आइरहेछन्। उफ, कति सुखद सम्झनाहरू गाँसेका छन् यो पानी पर्नुसँग। एउटा जमाना थियो बाल्यकाल, पानी परेको बित्पात रमाइलो लाग्थ्यो। नेतृत्व भिजिरहँदा एउटा अद्भुत नसा जिउभरि दगुरिरहेको महसुस गर्दथे। कपालको पानी काला हुँदै चिउँडोबाट चुइँदा आँखा चिम्लेर मजा लिन्थे। झन् घाम पानी परेको दिन त मेरो भुइँमै खुट्टा हुँदैन थियो। आँगनमा घुमी नाच्दथे। एक दिन विद्यालयबाट फर्कँदा पानी परेकोले छातै नओढी फर्केँ। घर पुग्दा म सर्वाङ्ग भिजिसकेकी थिएँ। आमाले बेसमारी पार्नुभयो, तर मलाई वास्तै थिएन। भोलिपल्ट पानी पर्दा बारदालीमा बसेर भिजिदिएँ। आमाले कान्छ मात्र कोठामा लगेर थुनिदिनु भयो। एकैछिनपछि घाम पानी लाग्यो। जालबाट हेरेँ, घामको सुनौला तेर्सा किरणहरूमा पानीका थोपाहरू चाँदी झैँ टल्कँदै खसिरहेका थिए। लाग्थ्यो मानव आकाशबाट पुष्पवृष्टि भइरहेछ। त्यस दिन आँगनमा नाच्ने मेरो अदम्य धोको कोठाभित्रै गुम्सेर रह्यो। कतै यही नै त मेरा चाहनाहरू गुम्सनको सुरुवात थिएन? बौलाई नठानाए आज पनि घाम पानी परेको दिन पाउजु लगाएर आँगनमा नाचो लाग्छ। एक दिन 13-14 वर्षको हुँदो हो मेरो उमेर। मैले एउटा प्रेम पत्र लेखेकी थिएँ, एउटा काल्पनिक प्रेमीको नाउँमा। त्यो नै मेरो जीवनको पहिलो र अन्तिम प्रेम पत्र हुनु रहेछ। पानी परेको दिन थियो त्यो। मैले दाइको कोठाबाट एउटा उपन्यास चोरेर ल्याएकी थिएँ। दाइ उपन्यास खुब पढ्थ्यो, तर मलाई चाहिँ पढ्न दिँदैन थियो। उपन्यास एउटा दुखान्त प्रेम कथाको थियो। आँसुका बलिन्द्र धारासँग तुरेकी थिएँ उपन्यास सकेर बाहिर हेरेँ। पानी झमझम एकनासित परिरहेको थियो। कति समान थियो म र प्रकृतिको अवस्था। मैले कल्पना गरेँ त्यो उपन्यासकी नायिका म नै हुँ र एउटा लामो प्रेम पत्र लेखेँ, एउटा अज्ञात प्रेमीको नाउँमा। पत्रलाई दोहोऱ्याइतिर पढेँ। प्रत्येकपल्ट आँसुका अनगिन्ती नदीहरू बगे। आहा, कति स्वादिला थिए ती आँसुहरू।
त्यति स्वादिला आँसुहरू कमै बगाएकी छु मैले। पछि एउटा दुर्घटना भयो। मेरो प्रेमपत्र बाबाको हातमा पर्यो। सबैका सामु मेरो काल्पनिक प्रेमपत्र पढियो। बाबाले मलाई गाली गर्नुभयो। यद्यपि त्यस अघि र पछि उहाँले मलाई कहिले गाली गर्नुभएको छैन। आमाले केर्नुभयो। दाइले चाहिँ तत्काल केही भनेन। ऊ मान्छे धेरै फरक छ। ऊ त मेरो अनुभूति देखेर चकित थियो। मलाई सम्झना छ, मेरो बेइज्जती भएको त्यसै साँझ दाइ त्यो प्रेमपत्र बोकेर मेरो कोठामा आएको थियो। मैले उसका अनुहारमा हेरेर त्यो देख्नासाथ मलाई थाहा भयो उसँग डराउनु पर्ने आवश्यकता छैन। म ढुक्क भएँ। उसको अनुहार उज्यालो थियो, ओठमा दबाईको मुस्कान थियो र आँखा चम्किला। ऊ केही भन्न चाहिरहेको थियो, तर स्पष्ट बुझ्न सकिन्थ्यो उसले उपयुक्त शब्दहरू भेटिरहेको छैन। मलाई अनुमान थिएन त, उसले भन्यो र अगाडि फेरि शब्दहरू भेटेन। उसका घाँटीसम्म शब्दहरू अटेस-मटेस थिए। दाइको यस्तो प्रतिक्रियाको मसँग एउटै जवाफ थियो, म रोइदिएँ। उसले मेरो आँसु पुछिदिनु आवश्यक सम्झेन। उसले बुझिहाल्यो ती त्राणका आँसुहरू थिए, धन्यवाद र कृतज्ञताका आँसुहरू थिए। उफ, कति स्पष्टसँग बुझ्छ मलाई। उसका चम्किला आँखाहरू अगाडि म आफूलाई एकदम नाङ्गी पारदर्शी ठान्दैछु। मेरो पिठीमा थपथपाएर मलाई एक्लै छाडेर ऊ गयो। जाने बेलामा उसले भनेको थियो, अब त केटाकेटी रहेनस्। अर्थात् म तरुणी भएँ। पत्यार मान्छौ सन्जी? दाइले घुमाएर मलाई तरुणी भएको घोषणा गरेको त्यही दिनदेखि मैले आफूलाई साँच्चीकै तरुणी ठान्न थालेँ। उसले मलाई एक रातमै तरुणी बनाइदियो। यति शक्तिशाली थियो उसको प्रभाव। र परिणाम के भयो भने हाम्रो घरमा आउने प्रत्येक आगन्तुक जो मेरो रूप नक्साको प्रशंसा गर्न चुक्दैनथे, उनीहरूको शब्दहरूले अब मेरो लागि एक विशेष अर्थ, एक विशेष स्वरूप लिन थाल्यो। उनीहरूको शब्द मलाई केही असजिलो जस्तो, केही कुतकुती लगाउने जस्तो अनुभव हुन थाल्यो। गायब थिए मेरा बाल्य सुलभ तटस्थता र बेमतलब। ओहो, दाइको एक टिप्पणी, एक आदेशले म भित्र बैंस जन्मिसकेछ। र अब बाटोघाटो भिडभाडमा देखिने परिचित अपरिचित आँखाहरूले मेरो बैंसको पुष्टि गर्दै गए। संसारले मेरा लागि अब एउटा नयाँ सौन्दर्य ग्रहण गरिसकेको थियो। आहा, कति स्वादिलो, कति नशालु मुग्धता र आकर्षण कैद छन् मलाई हेर्ने प्रत्येक आँखाहरूमा। र क्याम्पसको आरम्भिक वर्ष जहाँ तिम्रो र मेरो भेट हुनुको दुर्घटना सम्पन्न भयो, त्यहाँ पनि अपवाद थिएन मेरो बैंसालु अनुभूतिजन्य क्षितिजको स्वादिलो विस्तार। फूल बिछिएको हुन्थ्यो मेरो कदममा, मैले कुतकुती सहन सकुन्जेल। मिश्री घोलिएको थियो मेरो मुस्कानमा। म कुन आँखामा मुग्धता पढौँ। शान्त कक्षामा मैले आँखा मात्र उठाउनु पर्थ्यो। प्रत्येक जोडी आँखाहरू सिधै मसँग जुत्थे र ती अचुक इन्द्रिणीमा अनुवाद हुन्थे। हुर्किसकेको रहेछ ममा एक आकर्षण, एक मोहकता, र म यसको सम्पूर्ण एकाधिकारी थिएँ। म एउटा नौलो गौरवको चेतनाले जोसी भरिन्थेँ। अकस्मात एक दिन मेरो फूल, झरना र इन्द्रिणीको यो संसारमा एउटा आदि आयो, एउटा बाधकता आयो, एउटा हस्तक्षेप आयो। एक दिन मैले के अनुभव गरेँ भने मेरै कक्षामा एक जोडी अनुत्सुक आँखाहरूको अस्तित्व मौजुद छ। सर्वथा नौलो अनुभव मेरो लागि। के कुनै आँखामा मैले उपेक्षा पढ्नु परेको थियो र आजसम्म? तर यी अनुत्सुक आँखाहरू, मेरो कथित नौलो गौरव चेतना मानव झुसीबाट निम्ठोमा झर्यो। मैले छड्के जाँचहरू सुरु गरेँ। ती आँखाहरू मसँग कहिल्यै जुँदैनन्। ती सिधै ब्ल्याकबोर्डतिर तानिएका हुन्थे। एउटा कुरा चाहिँ राम्रैसित मार्क गरेँ मैले। गजबको ध्यानमग्नता थियो ती आँखामा, गजबको व्यस्तता र गजबको जाँगर थियो ती आँखामा। तर ती मतिर कहिल्यै खिचिएनन्। मलाई अपुरो साबित गरी छाडे तिनले, मलाई अधुरो साबित गरी छाडे तिनले। ती मतिर कहिल्यै खिचिएनन्। मेरो सम्पूर्ण गौरव, मेरो सम्पूर्ण अहङ्कारमाथि एक थप्पड थियो त्यो, एक चुनौती, एक ललकार थियो त्यो। मलाई लाग्यो मेरा सम्पूर्ण मन नपराईहरू सुहोरेर छ्यापिदिउँ ती घमण्डी आँखाहरूमा, जसले मलाई अधुरो र अपुरो साबित गरिरहेछन्। एक दिन बाटोमा ती आँखाहरू मेरो आँखासँग जुधी छाडे। उफ, कति निश्चल उदात्तता थियो ती आँखामा, कति सन्तुलित, कति शालीन मुस्कान थियो ती आँखामा। आहा, कति फरक, कति शक्तिशाली थियो तिम्रो हेराइ। साँच्चै शक्तिशाली थियो तिम्रो हेराइ। त्यसले मेरो एक छत्र साम्राज्य जहाँ म मग्न थिएँ यसलाई चकनाचुर पारिदियो। अब मलाई सबका सब मानिसहरूको हेराइ सस्तो, अमर्यादित र अझ भनौँ भने अश्लील लाग्न थाल्यो। कहाँ गए तिनका आँखाहरूमा मैले पढ्ने गरेको मुग्धता आकर्षणहरू? कहाँ गए तिनका आँखाहरूमा मलाई कुतकुती लगाउन स्वागत र मौन आमन्त्रणहरू? तिम्रो एक निश्चेष्ट हेराइ मेरो संसार बदल्न पर्याप्त थियो। मेरो धृष्टताहरूलाई माफ गर। साँच्चै मैले तिम्रो आँखा पढेको त्यही क्षण मलाई लाग्यो यही हो मेरो बैंसको चोखो हकदार, यही हो मेरो प्रथम प्रेम पत्रको त्यो अज्ञात प्रेमी जसले म भित्र बैंसालु अनुभूतिको उद्घाटन गरिदियो। र ठिक त्यही क्षण मलाई मेरो अन्तःप्रेरणाले भन्यो, यो मान्छेलाई त पाउन सक्दिनस्। तर म तिमीलाई संसारको कुनै पनि कुरासँग साट्न तयार थिइनँ। कक्षाहरू पूर्ण मच्चाइमा थिए। प्रयोगात्मक कक्षाहरू सुरु भइसकेका थिए। तिमीलाई यादै होला, प्रयोगात्मक कक्षामा चाहिँ शिक्षकहरू अलि लापरवाही हुन्थे। एकजनालाई सिकाए भने अरू सबै झुम्मिनु पर्थ्यो वरिपरि। स्पष्टै छ, पछि पर्नेहरूले सिक्ने त के, देख्ने मौकाबाट समेत वञ्चित हुनु पर्थ्यो। त्यसो हुँदा धेरै आधारभूत सिपहरू समेत सिक्न सकेकी थिएन। त्यसै काम चलिरहेको थियो। एक दिन वनस्पति शास्त्रको प्रयोगात्मक कक्षामा डाँठको सेक्सन काट्नुपर्ने थियो। जति काटे पनि अपेक्षित पातलो सेक्सन निकाल्न सकिरहेकी थिइन। 10-20वटा सेक्सन सूक्ष्मदर्शक यन्त्रमा राखेर हेर्दा पनि राम्रो सेक्सन ननिस्केकोले हैरान भएकी मात्र होइन, अरूलाई देखाउन वा सोध्न समेत सङ्कोच लागिरहेको थियो। झन् तिमीले मेरो हताश हुनुको भ्यौ पाएर हो वा किन हो, बीचबीचमा मतिर पुलुक पुलुक हेरिदिनाले म झन् हताश भइरहेकी थिएँ। तिम्रो दृष्टि मतिर नपरोस् भनेर म चाहन्थेँ, तर तिमी त उल्टै झन् मतिर आयौ। तिम्रो नजिकिनु सँगसँगै मेरो मुटुको रक्त प्रवाह तीव्रतर हुँदै गइरहेको थियो। म भित्रभित्रै खुम्चिँदै गइरहेकी थिएँ। तिमी म छेउ पुग्दा त म यस्तो अनुभव गरिरहेकी थिएँ मानौ खुम्चँदा खुम्चँदै म एउटै डल्लो बनेर मेचमाथि बसिरहेको छु। तिम्रो आँखाले मेरो आँखालाई हेरे,
तिम्रो ओठले किञ्चित मुस्काउन खोजे। कति सुन्दर थियो तिम्रो त्यो अर्ध मुस्कान। तर त्यस क्षण तिम्रो त्यो मुस्कान मलाई डरलाग्दो लागिरहेको थियो। हो नि, सुन्दर वस्तु त हुन्छन् सबभन्दा डरलाग्दा। तिमी आयौ, डिसबाट सूर्यमुखीको डाँठ समात्यौ, मेरो हातको ब्लेड लियौ र नजानिदो दम्बसहित एउटा सेक्सन काटिदियौ। मैले आफ्नो गल्ती पहिलाएँ। मैले अहिलेसम्म ब्लेडको धारसँग समकोण पारेर सेक्सन काट्ने गरेकी थिएँ, जसले गर्दा कम बल पर्न गई कि त बाक्लो कि अलिक सेक्सन निस्कन्थ्यो। तिमीले चाहिँ ब्लेडको धारसँग झण्डै समानान्तर पारेर काट्यौ, कति हलुकासँग, कति कुशलताका साथ। अलिकति त ईर्ष्या पनि लागेको त्यस वखत मलाई। एकै क्षणमा 67 10-12वटा पातला र राम्रा सेक्सनहरू काटिदियो। म खुसी थिएँ। अब मैले काट्नु नपर्ने भयो, तिमीले काटेको सेक्सन नै स्लाइडमा राख्छु भनेर। तर तिमी त छुच्चो पो निक्ल्यौ, आफूले काटेको सेक्सनहरू नदिएर भन्यौ, ल आफै काट। बाफ्रे, यो मान्छेले जन्मदै लिएर आएको छ कि क्या हो गुरु बन्ने अधिकार? जे भए पनि मेरो अघिको हताशपना लोप भइसकेको थियो। त्यसको ठाउँमा एक प्रकारको रोमाञ्च, लज्जा र के मिसिएको एउटा अनौठो भाव महसुस गरिरहेकी थिएँ। तिमी हेरिरह्यौ, म काट्दै गएँ। राम्रा सेक्सनहरू निक्लिए। म खुसीले रोमाञ्चित भएँ। यन्त्रचालित झैँ मेरा हातहरूले नजाने कति सेक्सनहरू काट्ने थिए। तिम्रो आवाजले मलाई सपनाबाट बिउजाइदियो। देखेँ मेरो औँलाबाट रगत बगिरहेको छ। सफलताको अनुभूतिले ममा एउटा उन्माद भरिदिएछ। म हराएछु। अर्कै चेतनामा म अनुभव गरिरहेकी थिएँ। सूर्यमुखीको डाँठ मेरो औँलाबीच चेपिएको छ र तिम्रो हात ब्लेड चलाइरहेछ। तिम्रो औँलाबीच च्यापिएको ब्लेडले लगाइदियो घाउ मेरो औँलामा। तिमीले लगाइदियौ घाउ मेरो औँलामा। कति सुखद। दुखाइको कुनै नामो निशान छैन। आनन्दको अथाह सागरमा डुबुल्की लगाइरहेछन् मेरा संवेदनाहरू। मैले न रगत पुस्ने चेष्टा गरेँ, न थुन्ने, केवल हेरिरहेँ। केटाकेटी छँदा बुढी औँलामा एउटी केटीको चित्र बनाएर कुर्ताको फेरले घुम्टो लगाइदिन्थेँ र कान्छो भाइलाई देखाउँदै जिस्काउँथेँ, यी तेरो दुलै, हेर त मन पर्यो तँलाई। ऊ मलाई तक्कै हिर्काउँथ्यो, नपुगे रोइदिन्थ्यो। मलाई फकाउन हम्मी पर्थ्यो। केही नलागे मेरो टिकाटालोको पैसा काम आउँथ्यो। उस बेला उसलाई ललिपप किनिदिएर सन्ती गर्न। प्रयोगशालामा त्यस दिन केटाकेटी हुँदा मैले बनाउने गरेको त्यस दुलैको सिउँदो लिएर तिम्रो ब्लेडले घाउ लगाइदिएको थियो। दुलैको सिउँदो मानव सिन्दुरले भरिएको थियो। भगवान, त्यो दुलै मनै भइदिएकी भए। तिमीले ल्याबुवाईलाई बोलायो, दौडधुप गरेर टेप लिएर आयो र लगाइदियो मेरो औँलामा। कति सुखद स्पर्श थियो। औँलाबाट रक्त प्रवाह समाप्त भयो, तर त्यो सँगै आरम्भ भयो मुटुको रगतले लेखेको एउटा कथा। घाउ अन्ततः केही दिनपछि निको भयो र खाटा बस्यो। तर मेरो अन्तरमा तत्क्षण लागेको मिठो घाउ कहिले निको भएन। त्यसमा समयको धुलो जम्न सकेन। त्यसमा विस्मृतिको खाटा बस्न सकेन। आलै रह्यो त्यो र आलै छ आजसम्म। जति बिर्सन खोजेँ त्यति नै बल्झियो त्यो। मेरो लाखौं भगीरथ प्रयासले त्यसमा टेप लगाउन सकेनन्। बाहिर पानी रोकियो, भित्र बर्सिरहेछ। तिमी बर्सिरहेछौ, म रुजिरहेकी छु। फरक यति हो, बर्सिने बादललाई थाहा छैन ऊ धरतीको कुन शुष्क कुनालाई छपछपी रुजाइरहेछ। एक दिन नैनीतालमा पनि त यसै गरी पानी रोकिएको थियो। यसै गरी मिठो घाम लागेको थियो। तर यसै गरी गुम्सिएकी थिएन म। अल इन्डिया टुर याद छ तिमीलाई? हलमा हामी सब सिनेमा हेरिरहेका थियौँ, एउटै लहरको सिटहरूमा बसेर। सिनेमा के थियो मलाई मतलब थिएन। मलाई त मतलब थियो तिमीसँगै बसेँ। तर तिमीले मेरो यस प्रयत्नको झन्कोसम्म पाएनौ। यही त मेरो जीवनको एउटा ठूलो त्रासदी भयो। तिमीले कहिले मेरो चेष्टाहरूलाई पढ्ने प्रयत्न गरेनौ। कहिले गरेनौ सन्जी? कहिले त लाग्छ तिम्रो मुटु नै छैन। बैँच्ने नाइ तिमी 20 वर्षमै बुढो भइसकेका छौ। तिमी मौन थियौ मसँगै। तिमी निश्चल थियौ मसँगै। तिमी अन्दाजै गर्न सक्दैनौ मेरो 18 वर्षका स्वप्निल बैंसलाई कुन पहाड उठाउन परिरहेको थियो तिम्रो यो जड सामिप्य स्वीकार गर्न, तिम्रो यो निष्क्रिय र निर्जीव सामिप्य स्वीकार गर्न। एउटा रात छटपटाइरहेको थियो, छातीमा जुन टाँसेर। एउटा किनारा छटपटाइरहेको थियो, नजिकै सागरका उठ्न बेखबर छालहरू देखेर। आओस् न एउटा आँधी, सागरमा छालका पहाडहरू उठुन्, किनारा छियाछिया होस्। तर आँधी आएन, उठेनन् छालका पहाडहरू। सागर मानौ पुराणको कुनै आदिम ऋषि हो। ऊ हजारौं वर्षदेखि समाधिस्थ छ र अरू हजारौं वर्ष समाधिस्थ रहनेछ। मेरो सन्जी, मैले सहन सकिनँ तिम्रो सामिप्यको यो कठोरतालाई, यो हिउँलाई, यो पीडालाई। मलाई लाग्यो त्यहाँबाट उठिदिउँ र भागिदिउँ टाढा, धेरै टाढा। हुन सक्छ भने यति टाढा जहाँ केवल विस्मृति नै विस्मृति छ, जहाँ मुटु बिना नै बाँच्न सकिन्छ। हुँदो हो त्यस्तो ठाउँ? म कति सजिलो गरी बाँच्ने थिएँ, तिमीलाई के थाहा? स्मृति र मुटु बोकेर म कति शास्तिले बाँचेँ। मन उठ्यो तर फेरि बस्यो। कहाँ होला र त्यति सजिलो गरी बाँच्ने ठाउँ? दूरता त झन् भयङ्कर त्रासदी हो। त्यहाँ म झनै निश्वासिनै छु। एउटा कल्पनातीत आश्चर्य, तिम्रो हात चपक्क मेरो काँधमाथि थियो। एउटा अयातित वरदानको प्राप्ति चाहिँ। लज्जाको पारदर्शी पर्दामा लैपिटेको एउटा मधुरतम झन्झनाहट शिरदेखि पाउसम्म दगुर्यो मेरो। मैले आँखा चिम्ले। तिम्रो हातले मेरो गर्दन, कपाल, गाला सुमसुमाउँदै गयो। ममा बिस्तारै एउटा अनौठो बेहोसी छाउँदै गयो र बेहोसीमै भए पनि म अलिकति विस्मित भएँ जब तिम्रो हातले यति मन परि त नगर्नुपर्ने हो तिम्रो हातले। मैले तिम्रो चकचके हातलाई हेरेँ। आश्चर्य, घोर आश्चर्य। तिमी त हातमा चिउँडो अड्याएर मजाले सिनेमा हेरिरहेका थियौ। त्यसो भए मेरो जिउमा कसको हात त? मैले त्यो हातलाई एक झड्कामा यसरी फालिदिएँ मानौ त्यो मेरो जिउमा सुलुल्ल बगिरहेको एउटा सर्प हो। घिनलाग्दो, डरलाग्दो। पछाडि फर्केर हेरेँ, साँच्चै त्यो डरलाग्दो सर्प चाहिँ थियो। एउटा देशी गुण्डा थियो मेरो पछाडि। भय र त्रासको एउटा सिरेटो जिउभरि महसुस गरेँ मैले के ठानेकी थिएँ भने तिम्रो हातको भ्रम मैले उसलाई दिन पुगेकी सहुलियतको कारणले यसो भए तापनि अब मैले उसको हात फालिदिएकोले उसले यसो गर्ने छैन। तर मेरो आशा एकैछिनपछि 96 भयो जब उसको हात पुनः मेरो काँधमा आइपुगे।
मैले बलपूर्वक उसका हात फ्याँक्ने चेष्टा गरेँ, तर ती टसमस भएनन्। तिमीले खैकुन्नी कसरी हो चाल पाएछौ? भाई साहब, आप अगर जानबूझकर ये हाथ यहाँ रख रहे हैं तो यकीन मानिए आपका हाथ हमें पसंद आएगा। हमारे पास खुकुरी है और हम इसका इस्तेमाल आपके हाथ पर करेंगे। यो तिमीले त्यस गुण्डाको हात हटाइदिँदै भनेका थियौ। तिम्रो त्यो फिल्मी डायलगमा त्यस्तो बेलामा पनि म मुस्कुराएँ। त्यो गुण्डा उठेर गयो। तिम्रै सल्लाह बमोजिम हामी केटा र केटीहरू बिराएर बस्यौं। त्यो गुण्डो फेरि आयो, साथमा अरू साथीहरू लिएर। अब हाम्रो पछाडि ती गुण्डाहरू कोही रिभल्भर घुमाउँदै थिए, कोही फिल्मी शैलीका संवादहरू बोल्दै थिए। घटना पुरै फिल्मी ढङ्गले घटिरहेको थियो। मध्यान्तर भयो, गुण्डाहरू बाहिर गए। तिम्रो आदेशअनुसार हामी सबै केटीहरू र केही केटा साथीहरू थर्ड क्लासतिरको बाटो गरेर भाग्यौं। यद्यपि म न तिम्रो सुरक्षा गर्न सक्थेन स्वयं आफ्नै। तैपनि सन्जी, किन मलाई त्यस वखत भाग्ने चाहना पटक्कै थिएन। त तिमीसँगै रहन चाहन्थे, तिमीसँगै रहेर सम्पूर्ण दुर्घटनाहरू बिहोर्न चाहन्थे। तर तिमीले मलाई सधैँ दुर्घटनाहरूबाट बचायो। तिम्रो साथमा दुर्घटना बिहोर्ने सुख मलाई कहिले दिएनौ। यही त मेरो जीवनको सबभन्दा ठूलो दुर्घटना भयो सन्जी। आजभोलि थुप्रै दिनहरू र कहिले त महिनौ पनि त्यसै बिताइदिएकी छु, बिना कुनै छटपट्टि। तर त्यस दिन विश्वास मान, तिमी हलबाट होटल नफर्कुन्जेलका 14वटा मिनटहरूमा मैले ठूला 14वटा युगहरू बिताइदिएकी थिएँ। तिमी फर्क्यौ, म रोइदिएँ। तिमीले सम्झायौ, झन् रोइदिएँ। बेलुका फेरि रोइदिएँ। किन रोएँ होला म? कसले के अर्थ लगाएको नि मेरो रुवाईको त्यस दिन। तर म आफैले भने कुनै अर्थ लगाउन सकिरहेकी थिइनँ। आज पनि जब त्यस रुवाईको अर्थ लगाउन खोज्छु, कसो अल्मलिन्छु म। सम्झाउने उपक्रमको आखिरमा तिमीले भन्यौ, किन यति हताश भए कि? यतिका साथीहरू छन्, म छु। मैले केही सुनिनँ। अन्तिम शब्द म छु बाहेक। म छु, तर कहाँ, कति नजिक अथवा कति टाढा, मलाई चिच्याएर भन्न मन लागेको थियो। तिमी छैनौ सन्जी, तिमी कहिले पनि थिएनौ। रसायनशास्त्रको प्रयोगशालामा एक दिन एसिड मेरो हातमा पोखिँदा तिमीले पानीले पखालिदिँदा पनि तिमी थिएनौ। काश्मीरको हिउँमा म चिप्लेर रड्दा तिमीले हात समातेर उठाउँदा पनि तिमी थिएनौ। दिल्लीको अस्पतालमा मलाई तिमीले रातभर कुर्दा पनि तिमी थिएनौ। सन्जय, तिमी थिँदै थिएनौ र छैनौ। तर चिच्चाइन, मैले आफ्नो शरीरलाई छाडिदिएँ। अब म तिम्रो बाहुपासमा थिएँ। मैले आँखा चिम्लेँ। यसै बेला मेरो मृत्यु हुँदो हो त कति सुखद हुँदो हो त्यो। र जब आँखा खोलेँ, तिमी साँच्चीकै थिएनौ। तर म तिम्रो आगमनको गन्ध अझै सुँग्न सक्थेँ, तिम्रो बसाइको आकृति अझै देख्न सक्थेँ। हो त, तिम्रै आकारको आकृति। त्यो आकृति उठ्यो, ढोकासम्म गयो, फर्केर हेऱ्यो। मैले सुस्तरी बोलाएँ। त्यसले मतिर 2 कदम मात्र के बढाएको थियो, त्यो एकदमै लोप भयो। मेरो अगाडि निष्फट्ट अन्धकार छायो। मेरो साथीले बत्ती निभाएकी रहेछ। म सम्झन्छु त्यस क्षण जब तिम्रो बाहुपासमा थिएँ। मेरो यो मौन आग्रहलाई, मेरो समर्पणलाई सरासरी बुझ पचाइदेऊ तिमीले। मेरो स्वस्थ र मोहक शरीरले तिमीमा कुनै गर्मी पैदा गर्न सकेन, कुनै आन्दोलन मच्चाएन। आखिर तिमी कुन धातुले निर्मित छौ? किन यति चिसो तिमी? वस्तुतः तिमी चिसो होइन। तिमी त्यस वखत पनि मलाई भित्रभित्रै चाहन्थ्यौ, होइन? जसलाई भित्रभित्रै चाहना गरिन्छ, उहीप्रति बाहिर यति चिसिन सक्यौ। किन मान्छेको भित्र र बाहिर यति ठूलो अन्तर हुन्छ? भित्रको यथार्थको मुख मोसेर बाहिरको अभिनयलाई झाँगिन दिनुपर्ने बाध्यताको भारी कसरी बोकिरहन सक्यौ? भित्र र बाहिर छुट्याउने पर्खाललाई भत्काउनु हुँदैन, भत्काउन सकिँदैन। मैले त भत्काइदिएँ त्यो पर्खाललाई। हुन त त्यो सँगसँगै मेरो घर भत्क्यो, मेरो रवि भत्क्यो, र सायद भत्केँ म पनि। तर मलाई भत्कनदेखि डर लागेन। प्रत्येक विनाशको गर्भमा सृजनाको बिउ हुन्छ। मलाई डर यति थियो, मेरो भत्कनको गर्भमा रहेको सृजनाको बिउ कतै नउम्रदै मरिसकेको त छैन। बिउ उम्रनलाई पनि त उपयुक्त प्रकाश, तापक्रम र आर्द्रता चाहिन्छ। के थाहा, मेरो किताबमा प्रकाश छ कि अन्धकार, ताप छ कि हुँ, आर्द्रता छ कि खडेरी। अन्ततः टुर सकियो। सबै काठमाडौँ फर्क्यौं। धेरै दिनसम्म छाइरह्यो टुरको दङदङ्गी। आजभोलि पनि जब टुरको सम्झना आउँछ, म झण्डै विचलित हुन्छु। त्यसपछिका दिनहरूमा तिमी न टाढियौ न नजिकियौ। तिम्रो व्यवहारले ममा घरि बसन्त ऋतु ल्याउँथ्यो, घरि शिशिर। घरि म पत्याउँथेँ तिमीलाई, घरि म डाँट्थेँ आफैलाई। सायद त्यसो पनि होइन, तिमीलाई पत्याउँदै पत्याइन मैले। तर यो नपत्याउनु यति कष्टप्रद थियो कि तिमीलाई पत्याउन परिहाल्थ्यो मलाई, र मैले तिमीलाई पत्याइरहेँ। यति विचित्र बनाइदिएका थियौ तिमीले मलाई। परीक्षा आयो र गयो। परीक्षाफल प्रकाशित भयो। तिमीले राम्रो श्रेणीमा उत्तीर्ण गर्यौ, म पनि उत्तीर्ण भएँ। तर होइन, मेरो त परीक्षाफल नै प्रकाशित भएन। म जो जीवनको हरेक परीक्षाफल ज्ञात हुनबाट वञ्चित छु यस्तो लाग्छ। मैले थाहै नपाए तिमीले मलाई रेस टिकट गरिदिएका छौ। बीएससीमा भर्ना भएँ। पहिलो कक्षा नै शून्य लाग्यो। भनिरहन पर्दैन, तिमी आएनौ। कुनै प्रकारले हाजिर रजिस्टर हेरेँ, तिम्रो नाम थिएन। लाग्यो मेरै नाम थिएन। शिक्षकले कहिले पनि रोल कल गरेन। तिमीले कहिले पनि हाजिर भनेनौ। तर मेरो हृदयको रजिस्टरमा थियो तिम्रो नाम, कहिले नमेटिने नाम, मुटुको रगतले लेखेको नाम। र त्यहाँ तिमी हरेक दिन, हरेक घडी, हरेक पल हाजिर थियौ। मैले कुनै पनि दिन गयल गर्न दिइनँ तिमीलाई सन्जी। पछि तिम्रो एकजना साथीबाट सुने, तिमी छात्रवृत्तिको लागि छानिएका रहेछौ। उसैले भन्यो, तिमी बेलायत जाँदैछौ 4 वर्षको लागि। तर मैले सुने 4 करोड वर्षका लागि। पछि फेरि त्यही साथीलाई भेट्दा कन्फर्मेसन आयो भनेर सोधेकी थिएँ। उसले भन्यो, आएर पनि गइसक्यो। म अग्लो छाँगाबाट खसेँ। समय पनि कति कठोर भइदिन्छ कहिलेकाहीँ। होइन, कन्फर्मेसन मात्र गइसक्यो भने ऊ त सेन्ट्रल जेलमा छ अहिले, उसले भनेको थियो। जेलमा? तर किन? म पुनः अर्को छाँगाबाट खसेँ। उसले सबै कुरा बतायो। भोलिपल्ट आइतबार परेको थियो। मैले तिमीलाई भेट्न जाने निदो गरेँ। 1 युगपछि भोलि आयो। दौडिहालेँ सेन्ट्रल जेल। नियति पनि कस्तो विडम्बना, सिर्जना गर्न जान्दछ। जब तिमी स्वतन्त्र थियौ कहिले भेट भएन। जब तिमी जेल पर्यौ तब मात्र भेट भयो। आवश्यक विधि पूरा भएपछि बन्दीलाई भेट्ने ठाउँमा गएर तिमीलाई पर्खेँ। तिम्रो नाम पुकारियो। एउटा हलुका कम्पन जिउभरि महसुस गरेँ मैले। तिमी आएपछि के कुरा गर्ने? अलमल्ल परेँ म। मलाई केही सुझेन।
के त म रित्तो भइसकेछु? कसरी हुन सक्छु म रित्तो? मसँग त यति धेरै कुराहरू छन्, जन्मान्तर गरेर सकिन्न सायद। तर जुन कुरा मैले 1 महिना लामो भ्रमणको बेला भन्न सकिनँ, 2 वर्ष लामो अध्ययनकालमा भन्न सकिनँ, त्यो कुरा यो छोटो 10 मिनटमा भन्न सकिन्छ र? भन्न उपयुक्त ठाउँ हो र यो? मलाई डर लागिरहेको थियो। मैले अब यहाँ औपचारिकता बाहेक केही व्यक्त गर्न सकिनँ। व्याकुलता र अटेसमटेसका यी केही सेकेन्डहरू त्यसै बिति गए। गेटबाट तिमी निस्क्यौ। हेरेँ, उही चौडा छाती, उही उन्नत ललाट, उही चम्किला आँखा, उही मन हर्ने मुस्कान। दारी अलि बढेछ, कपालको अस्तव्यस्तता झन् सुहाएको थियो। सुकिलो नभए पनि काछे पारेर ओढ्नी ओढेको खुब खोलेको थियो। जति हेरे पनि कहिले अगाउन सकिन्न। मेरो सपनाको राजकुमार, म हेरेको हेरै भएँ। तिम्रो शब्दध्वनिले मलाई स्वादिलो तन्द्राबाट बिउजाइदियो। आरामै? कस्तो छ तिमीलाई? उल्टै मैले सोधेँ। बडो मस्तीमा छु। तिम्रो ठट्यौली स्वभाव जेलमा बस्दा पनि गएनछ। तिम्रो स्कलरसिप मिस भएछ। अफसोस लागेको छ। अफसोस जाहेर गरेँ मैले। साँच्चै अफसोस लागेको छ त? आँखामा आँखा जुधाएर तिमीले अर्थपूर्ण मुस्कानमा सोध्यौ। साँच्चै अफसोस लागेको छ त? के त्यसो भए? त्यसो भए मेरो तपस्या निरर्थक थिएन? मेरा जलन र छटपटी बेकारमा थिएनन्? मुस्किलले तिमीलाई हेर्न सकेँ। मैले शिर नेउराएँ। तर तिमी किन यति विघ्न अप्रत्यक्ष? किन यति विघ्न घुमाउरो? किन यति विघ्न जटिल? मैले बिस्तारै तिम्रो गोडादेखि हेर्दै आँखामा पुर्याएँ। बस उही चम्किलो हेराई। कुनै आँखाबाट पनि, कुनै कुनाबाट पनि शङ्का गर्ने साहस गर्न सकिन्न। उही गम्भीर मुस्कान, नबुझेर पनि बुझे झैँ लाग्ने, बुझे पनि नबुझे झैँ लाग्ने। तिमी मानौ कुनै नीलो सागर हौ। गहिराई जतिसुकै रहस्यमय भए तापनि सुन्दर छ त्यसको नीलिमा, मनोहारी छ त्यसको नीलिमा। त्यही नीलिमाको दारुण आकर्षणले मलाई खर्लप्प निलेको छ। तर यी क्षणहरू किन उकुसमुकुसपूर्ण? कुनै दुर्लभ्य प्राप्तिको प्रतीतिको जटिलताले मलाई थिचेको चाहिँ किन भइरहेको छ? प्राप्ति पनि कहिलेकाहीँ यति यन्त्रणादायक। यी पलहरूको गरौँपना हटाउने चेष्टा स्वरूप तिम्रो प्रश्नको सबभन्दा तटस्थ अर्थ खोजिसकेपछि मैले भने, किन? मैले अफसोस नमान्नुपर्ने के छ र यसमा? तिमीले पक्कै महसुस गर्यौ यस फटाप्रति प्रश्नमा निहित चुनौतीलाई। त्यसैले त हाँस्दै तिमीले प्रसङ्ग बदलेका थियौ। कुनै चतुर कूटनीतिज्ञले चाहिँ कति चिप्लिन सकेको होला यो मान्छे। क्याम्पस र साथीहरूको बारेमा 1-2 कुरा गर्दा नगर्दै सिपाहीले समय गएको जनाउ दियो। तिमी उठ्यौ। मैले हतार सोधेँ, कहिले छुट्छौ होला? तिमीले जेलका कर्मचारीतिर हेरेर हाँस्दै भन्यौ, खोइ समात्नेहरूलाई नै थाहा होला नि। फेरि मतिर हेर्दै भन्यौ, चाँडै छुट्ने सम्भावना छ। मैले पुनः सोधेँ, जेलमा कुनै असुविधा त छैन? सुविधा छ। मुख्य कुरो त यहाँ बढी सुरक्षित छु। लेग्रो तानेर आँखा झिम्क्याउँदै तिमीले भनेका थियौ। छि, लाज पनि नभएको त्यत्रो मान्छेको अगाडि आँखा झिम्क्याउन। युवती सुलभ लज्जाका डोराहरू मेरो अनुहारमा कोरिए। तत्काल सिपाहीले अर्को बन्दीको नाम बोलायो। भेट्न आउने आएर बसिसकेका थिए। उनीहरूले ल्याएका फलफूल र पत्रपत्रिकाहरू देखेपछि म झल्यास्स भएँ। जा, मैले त भेट्ने धुनमा तिमीलाई केही ल्याइदिन बुझ्सुकै बिर्सेछु। कम्ती नमज्जा लागेन त्यस बखत। मैले हतार पर्सबाट केही रुपियाँ निकाल्थे भने हतारले केही ल्याउन होसै भएनछ। जेलमा बाहिर जस्तो होइन। ल यो राखेर काम लाग्छ। यहाँ किनमेलको सुविधा त होला नि? तिमीले भन्यौ, होइन यसको आवश्यकता छैन। तिमी आयो बस यति नै पर्याप्त छ। तिमीलाई यस्तो मामिलामा कर गर्न सकिन्न भन्ने थाहा थियो। त्यसैले भारी मनले पैसा पर्समा फिर्ता राखेँ। सिपाहीले आपत्ति जनाएपछि तिमीले छुट्टिने अनुमति माग्यौ र म अवाक रहेँ। तिमीलाई गेटसम्म पछ्याए मेरा क्रमशः सजल हुँदै गइरहेका नेत्रहरूले। गेटमा पुगेपछि तिमीले समुस्कान हात हल्लायौ। आफसे आफ मेरा पनि हात उठे। जीवनमा पहिलोपल्ट हामीले यसरी एकअर्कालाई हात हल्लायौँ। यो बिछोड पनि कति मिठो। भक्कानो छोडेर रोङ लाग्ने। तिमी गेटभित्र प्रवेश गरेपछि म त्यहाँबाट फर्केँ। आँखा सजल छन्, गला टम्म, पाइलाहरू मध्यम छन्, तर हृदयमा कुनै प्रकारको अप्ठ्यारो गरौँपना छैन। बरु छ खोइ कस्तो नसालु झैँ, झमझमाहट, सजिलो झैँ पीडा। एउटा ठूलो बेलुन बोके चाहिँ हलुकापन। तिमीले यो छोटो कुराकानीमै मलाई यति हलुका बनाइदिएका थियौ। लाग्थ्यो आज आकाशमा स्वच्छन्द उड्ने गौँथली पनि मेरो चालको ईर्ष्या गर्दो हो। मेरा हलुका पाइलाहरू घर फर्के। 1 हप्ता खै कसरी बित्यो थाहै भएन। अर्को हप्ता बटुल्न भ्याएसम्मका पत्रपत्रिकाहरू, फलफूल र केही रङ्गीन सपनाहरू बोकी जेलमा पुगे। समयले फेरि एकपल्ट नमिठोसँग थप्पड हान्यो मेरो गालामा। तिमी छुटिसकेका रहेछौ। लगेको सामान त्यहीँ छाडिदिएँ। मेरा गरौँ पाइलाहरू घर फर्के। त्यसपछि मेरो जीवनमा एकनासे लामो शून्यताको सिलसिला सुरु भयो। तिमी संसारको कुन कुनामा हरायो। न तिमीलाई भेटे, न तिमीलाई भेट्ने सूत्र नै भेटे। मेरो इतिहासको बीचका केही पानाहरू च्यातिदिने हो भने तिमी नै मेरो जीवनको प्रथम र अन्तिम मनोरथ थियौ। कामना थियौ र छौ अहिले पनि। यति हुँदाहुँदै पनि मैले तिमीलाई खोज्न सकिनँ, फेला पार्न सकिनँ र फेला पारेर पोखिन सकिनँ। यति दुर्बल भएँ म। तर मेरो यो दुर्बलता तिम्रै पुरुष प्रधान समाजको दान होइन र? लज्जा, कोमलता, मृदुलता इत्यादि विशेषण र उपमाले कसेर तिमी पुरुषहरूले नै बाँधेका हो हामीलाई। तर ढिलै भए पनि म अब सधैँ अरूलाई दोष दिएर आफू सन्चोसँग बस्नेहरूको पंक्तिमा पर्दिनँ। अब मलाई लाग्छ म दुर्बलताको शिकार किन भएँ भने म आफै दुर्बलताको धरातलबाट उठ्ने चेष्टा नै गरिनँ। अल्मलिएँ म। त्यसैले आजभोलि मलाई पुरानो समयका निष्क्रियता, गुम्साई र अन्यलले घोचिरहेका छन्, पोलिरहेका छन्। अरे म तिमीलाई खोज्न सक्रिय निस्किन सकेकी हुँदी हुँ। के भन्न सकिन्छ र? प्रयत्नको सामु प्राप्तिले नुहेकै त्यसो सधैँ। तर नियतिको खेल अझै बाँकी थियो। समयलाई गुरु थापेर मैले थुप्रै कुराहरू सिक्न बाँकी रहेछ। समय एउटा मान्छेको परिधिभित्र हटाउने वस्तु होइन। उच्चिप्लिँदै गयो मेरो छेउबाट। त्यसले मेरो अतृप्ति घाउमा कुनै खाटा बसाएन। साथीहरूले भने ममा एक प्रकारको एकोहोरोपना आउँदैछ। मैले मेरो स्वभावमा कुनै हस्तक्षेप गरिनँ।
अरू उमेर पुगेकी छोरीको बाबुआमालाई जस्तै मेरा बाबाआमाका लागि पनि म चिन्ताको विषय हुन पुगेँ। उनीहरूले योग्य वरहरूको खोजी सुरु गरे। राम्रै ठाउँहरूबाट प्रस्तावहरू आए। मैले निर्भाव एक एक अस्वीकार गर्दै गएँ। बाआमाले अनौठो माने। मैले परवाह गरिनँ। उनीहरूले खुब जोड लगाए। मैले हार्न चाहिनँ। तर मैले नहारेर के जित्न चाहेकी हुँ मलाई नै थाहा थिएन। दाइले एकान्तमा सोध्यो, तैँले बिहे गर्न किन नचाहेकी कुसा? मैले भने मेरो मर्जी। त्यसपछि त्यति माया गर्ने दाइलाई पहिलोपल्ट यति रुखो जवाफ दिएकी थिएँ मैले। उसले सम्झायो, ठिकै छ, तेरै मर्जी, तर तेरो कसैसँग प्रेम भएर त्यसो भनेकी होस् भने भन को हो त्यो केटो, हामी तँलाई अन्याय गर्ने छैनौँ। भन सन्जी, म के जवाफ दिउँ उसको? यस प्रश्नको तिमी भन। मैले झन्डै रुँदै भने, होइन, तपाईँहरू मलाई यस घरबाट किन निकाल्न चाहनुहुन्छ? म भारी भएकी हुँ भने एउटा डेरा खोजिदिनुहोस् र सन्चोसँग बस्नुहोस् तपाईँहरू। त्यसपछि बाबाआमा दाई कसैले पनि बिहेको कुरा उठाएनन् मेरो सामु। तर सबजना विचित्र ढङ्गबाट हेर्न थाले मलाई। नजानिदो गरेर बिस्तारै बिस्तारै म परिवारका अन्य सदस्यहरूबाट अलग्गिँदै गएँ, बहिष्कृत हुँदै गएँ। म माथि कसैको अरोड परोड चल्दैन थियो। मेरा लगभग हरेक मागहरू बिना कुनै आनाकानी पूरा गरिन्थे। म माथि कसैले पनि टीका टिप्पणी, आलोचना वा प्रशंसा केही गर्दैनथे। सबजना मलाई यसरी हेर्दथे मानौ म या त कुनै मानसिक रोगी हुँ या कुनै अनौठो जीव। अरू त अरू, मेरो कान्छो भाइ जो अघिपछि रोई रोई मलाई हैरान पार्दथ्यो, मेरो अघिल्तिर पटक्कै रुँदैनथ्यो। उसले पनि टिपिसकेको थियो परिवर्तन। ऊ रोइरहेको बेलामा म पुगेँ भने ऊ रुवाई टक्क थामेर मलाई टुलु टुलु यसरी हेर्दथ्यो मानौ म कुनै डरलाग्दो गुजी हुँ। उसलाई देख्दा मलाई विश्वासै गर्न गाह्रो हुन्थ्यो। यो त्यही भाइ हो जसको हातले घरमा सधैँ मेरो कुर्ताको फेर समातेको हुन्थ्यो, बजार जाँदा सधैँ मेरी कान्छी औँला समातेको हुन्थ्यो। जब म बायोलोजी प्र्याक्टिकलको ड्रइङ गरिरहेको हुन्थेँ, मेरो कान्छो भाइ आइपुग्थ्यो र कहिले माछा बनाइदिए, कहिले भ्यागुतो बनाइदिए भनेर डिस्टर्ब गर्थ्यो। अक्सर बनाइदिन्थेँ पनि म। कुनै कुनै बेला जब म बनाइदिँदैन थिएँ, ऊ भन्ने गर्थ्यो, कस्तो नजाति दिदी, अबदेखि बोल्दा पनि बोल्दिनँ के? अनि ऊ मुख चुसो पारेर उभिन्थ्यो। म हाँसिदिन्थेँ, ऊ भने रिसाएको रिसाइ हुन्थ्यो। अब उसलाई खुसी पार्न उसले भने बमोजिमको चित्र बनाउनु बाहेक अर्को विकल्प बाँकी रहेनथ्यो। म उसले भनेको चित्र छिटो छिटो बनाइदिन्थेँ। ऊ हेर्दथ्यो तर मसँग अझै बोल्दैनथ्यो। स्पष्टै छ उसको रिसाई अझै सिद्धिएको छैन। अनि म उसको चाकडी स्वरूप एउटा सानो केटाको र एउटी अलि ठुली केटीको चित्र बनाउँथेँ। केटाको शिरमाथि जाति भाइ भनेर लेख्थेँ र केटीलाई देखाउँदै यो को भनेर सोध्थेँ। ऊ मधुर मुस्कान साथ भन्थ्यो, जाति दिदी, अनि म उसको गालामा चुम्बन बर्साइदिन्थेँ। तर अब ऊ पुरै पराई बनेको छ। एक दिन ऊ थिएन। म उसको कापीमा चित्र बनाउन सुरु मात्र गर्दै थिएँ। ऊ आइपुग्यो र मेरो पिठ्यौँ पछाडि उभिएर हेर्न थाल्यो। मैले मुस्काउने प्रयास गर्थेँ, उसलाई हेरेँ र पुनः चित्र बनाउन सुरु गरेँ। उसले के गर्यो थाहा छ? मैले चित्र बनाउन लागेको त्यो कापी फुत्त खोसेर ऊ भाग्यो। त्यस दिन म रातभर सुत्न सकिनँ। म भत्किरहेँ रातभर। भोलिपल्ट खाना खाने बेलामा सबैको सामु मैले सुनाएँ, म बिहे गर्न तयार छु, कुरा चलाए हुन्छ। मेरो निर्णय सुन्दा एकछिन त सबैले गाँस हाल्न बिर्से। पछि आमाले सोध्नुभयो, ठिक छ, कोसँग चाहिँ कुरा चलाउँ त? मैले भने, तपाईँहरूले रोजेर दिएको जोसँग पनि राजी छु। बस घरमा रौनक फेरि फर्क्यो। कान्छो भाइले चाहिँ अझै मलाई ठुलो ठुलो हेर्थ्यो, तर लाग्थ्यो उसको हेराइमा अर्थ नै अर्थ छ, सोधाइ नै सोधाइ छ। आखिर म उसकी जाति दिदी। दाइले एक्लै हुँदा सोध्यो, कुसा बिहे भने कुरा ख्याल होइन, तैँले ठन्डा दिमागले सोचेर त निर्णय दिए कि होस्? होइन, तपाईँहरू के चाहनुहुन्छ? जब मलाई बिहे गर्ने मन थिएन तपाईँहरू नगरी भएन। अब म बिहे गर्न राजी छु, तपाईँहरू अत्तो थाप्नुहुन्छ। मैले भनेकी थिएँ। दाइले भन्यो, ठिकै छ त्यसो भए, तर भन कुन चाहिँ मन पर्यो त? मैले पुरानै उत्तर दोहोऱ्याएँ, तपाईँहरूले रोजेको जोसँग पनि राजी छु। आखिर मेरो बिहे भयो। जान्ने सुन्नेले भने राम्रो भरमा परी। निश्चय नै सम्भव भएर पनि रोज्ने सोच्ने काम भएन मबाट। रोजेकै नै भए पनि त्यो एउटा विडम्बना सिवाय के नै हुन सक्थ्यो र? अगाइँदैन भने भोजनको के प्रयोजन? तर सन्जी यो आत्मसमर्पण चाहिँ थिएन। निश्चय नै त्यस रात कान्छो भाइ जो यति नजिक थियो उसको टाढिनुको हदले मलाई भत्कायो। तर भत्काउनु ममा त्यही दिनदेखि सुरु भएको हो, जुन दिन मैले दाइलाई पहिलोपल्ट रुखो जवाफ दिएकी थिएँ। मेरो किताको पारिवारिक स्नेह, ममता र प्रेमको जगको पहिलो ढुङ्गा त्यही दिन लड्यो। कान्छो भाइले त बस एउटा कम्पन ल्याइदियो र म धेरै भत्केँ। मान्छे आफ्नै मुटु र यसका वरिपरि घटित घटनाहरूबाट कति तटस्थ रहन सक्छ? सन्जी मेरो निर्णय एक रातको आकस्मिक निर्णय थिएन। धेरै निद्राविहीन रातहरूको मन्थन थियो त्यो। रातभर केलाउँथेँ म आफूलाई, निफन्थेँ। ममा बिस्तारै मान्छेहरूप्रति उपेक्षा जाग्दै थियो, घृणा जाग्दै थियो। तर मन्थनपछि मलाई के लाग्यो भने मेरो उपेक्षा र घृणा अरूहरूप्रति थिएन, स्वयंप्रति थियो। यस्तो लागेपछि म आफैप्रति द्रवित भएँ। म आफैप्रतिको मायाको तिर्खाले यति खरिएँ, यसको उपज मेरो निर्णय थियो। मेरो मन्थन जति कष्टप्रद थियो त्योभन्दा कम कष्टप्रद थिएन मेरो निर्णय। परन्तु यो निर्णयपछि मैले आफूलाई हलुका अनुभव गरेकी थिएँ। यो मेरो निष्क्रियताको समाप्ति थियो, वा कमसेकम त्यस्तो सोचेकी थिएँ मैले। त्यसैले सायद म निष्क्रियताबाट मुक्ति चाहन्थेँ। मलाई मेरो गन्तव्यको बिउ थिएन, तर मलाई त्यसको अस्तित्वमा विश्वास थियो। एउटा यात्रा मलाई कुरिरहेको हुनैपर्छ, यति हो। म बाटो खोज्न वा रोज्न अल्मलिरहेकी थिएँ, हिचकिचाइरहेकी थिएँ। अन्ततः मैले बाटो फेला पारेँ। त्यो मेरो निर्णय थियो। त्यो निर्णय मेरो हृदयको थिएन, मस्तिष्कको थियो। निश्चय पनि मेरो हृदय चलमलाउन खोज्थ्यो, तर उसलाई मैले निर्ममतापूर्वक कुल्चिदिएँ। मलाई मस्तिष्कको निर्णयको कल्याणकारितामा शङ्का थिएन, त्यसैले यो सम्भव भएको थियो। आखिर मैले चाहेकी के हो? मन्थनमा बारम्बार यो प्रश्न मेरो सामु उभिन्थ्यो। यस प्रश्नको उत्तर तिमी नभएको स्थानबाट म निकाल्न चाहन्थेँ। त्यसैले जब यो प्रश्न मेरो सामु उभिन्थ्यो म तिमीलाई बिर्सने चेष्टा गर्दथेँ, एउटा तीक्ष्ण पीडादायक चेष्टा।
म यस पीडादायक भगीरथ चेष्टामा सफल भएँ कि भएन लेख्न चाहन्न, लेख्ने साहसै छैन। यति जान निर्णय मेरो अगाडि थियो। मैले चाहेको वस्तु प्रेम थियो कि त्यसलाई अझ अरू विशिष्टताहरूले समितिकरण गरेपछिको वस्तु थियो, अथवा कुनै अपरिभाषित कुरा थियो कि त्यो वस्तु जेसुकै होस् मैले त्यसको खोजी गर्ने निर्णय गरेँ। मान्छे एउटा बिन्दुमा पुगेर विकल्प छान्न निर्विकल्प रूपले विवश हुँदो रहेछ। सोचेँ एउटा एक्सपेरिमेन्ट नै सही। त्यसैले मैले एउटा अन्वेषक वैज्ञानिकको मानसिकतामा विवाहको निर्णय गरेँ। तर सञ्जी कुरो छिनेको भोलिपल्टदेखि नै मेरो वैज्ञानिक बिस्तारै मर्दै गयो। म बिस्तारै साधकमा परिणत भएँ। मैले मेरो अपरिचित भावी पतिलाई प्रेम गर्न थालेँ। यद्यपि सुरुमा उसलाई प्रेम गर्न मलाई डर लागेको थियो, तर तुरुन्तै मलाई के ज्ञान भयो भने मलाई डर उसँग होइन, उसको अपरिचिततासँग लागेको हो। यो ज्ञानपछि उसँग प्रेम गर्न मलाई डर लाग्यो परिचयपछि नै प्रेम हुनुपर्छ भन्ने के छ र? प्रेमपछि परिचय हुनु पनि त सम्भव छ। विवाहको दिनसम्ममा त म उसलाई अघोरै माया गर्न थालिसकेकी थिएँ। बस यही क्षणहरू मेरो जीवनका सबभन्दा सुखमय क्षणहरू थिए। सायद मलाई मेरो अस्तित्व बोध नै हुँदैन थियो। म आफूभरि मेरो पति पाउँथेँ। मलाई कहिलेकाहीँ लाग्छ आफूलाई हराउनु र त्यहाँ अरूलाई पाउनु नै त होइन सुखको रहस्य यस संसारमा। तिमीलाई एउटा कुरा भनिदिउँ, बिहेको कुरो छिनेको दिनमा मैले उसलाई हेर्न पाइनँ। उसलाई हेर्ने आँट ममा थिएन। त्यसैले म उसलाई हेर्न उत्सुक थिएँ। उसको सम्झनाले मात्र पनि म रोमाञ्चित हुन्थेँ। कुरो छिन्नु अघि मलाई उसको एउटा तस्बिर दिइएको थियो। मैले त्यो तस्बिर हेर्दै नहेरी राखिदिएकी थिएँ। कुरो छिनेपछि जब म उसलाई प्रेम गर्न थालेँ, मलाई त्यो तस्बिर हेर्ने उत्सुकता जागेर आयो। त्यो तस्बिर हेर्न भनी निकाल्न मात्र के आँटेकी थिएँ। एउटा विचित्रको विचार आयो मनमा र अडिएँ। मैले सोचेँ म मेरो भावी पतिलाई विवाहको दिनमा मात्र हेर्नेछु। त्यसपछि विवाहको दिनसम्म मैले त्यस तस्बिरलाई छुँदा पनि छोइनँ। म उसप्रतिको मायाको उत्कर्षमा उसलाई हेर्न चाहन्थेँ, किनभने यो मेरो जीवनको अन्तिम यात्रा हुन थियो। म उसमा समाप्त हुन चाहन्थेँ। विवाहको दिन क्रमशः नजिक आयो। मेरो रोमाञ्च आफ्नो तीव्रतामा पुग्दै थियो। विवाहको दिन बाजाको पहिलो आवाज मेरो कानमा पर्नु ठिक अगाडिको क्षण मेरो उत्सुकता र रोमाञ्च यस्तो उच्चतम शिखरमा थियो, कसरी बताऊँ। तर बाजाको पहिलो आवाज मेरो कानमा परेपछि मैले आफूमा केही महसुस गरेँ। यो केही मलाई प्रिय लागेन। त्यसैले मैले यसलाई उपेक्षा गरिदिएँ र आफ्नो सम्पूर्ण ध्यान मैले मेरो प्रेममा केन्द्रित गरेँ, मेरो पतिमा केन्द्रित गरेँ। तर स्वयंवरको बेलासम्ममा मेरो सम्पूर्ण उत्सुकता, सम्पूर्ण रोमाञ्च मरिसकेको थियो। म शिथिल भइसकेकी थिएँ। यस्तो अनुभव गर्नासाथ म भयले त्रस्त भएँ। मैले मेरो उत्सुकता र रोमाञ्चलाई खोजेँ आफूभित्र, तर तिनको नामो निशान थिएन। विचलित हुँदै मैले मेरो उत्सुकता र रोमाञ्च यो यति सुखदायक थिए, यसले मलाई यति प्रेममय बनाइदिएका थिए, तिनलाई पुनर्जागरण गर्ने चेष्टा भयभरको शक्तिले गरेँ, तर म सफल भइरहेकी थिएन। स्वयंवरको माला पहिराउने क्षणसम्म मैले तिनलाई प्राप्त गर्न नसके म मर्ने थिएँ। त्यसैले मैले एउटा मृत्युमा पुगेको मान्छेले जीवन खोजे जत्तिकै बलले मेरो जीवनदायिनी उत्सुकता र रोमाञ्चलाई खोजेँ। स्वयंवरको माला उठाउने क्षणमा म एकदम अधीर भएँ। मेरो हात लगलग कामिरहेको थियो। कमसेकम अरूको सामु म यस्तो देखाउन चाहन्नथेँ। त्यसैले मैले आँखा चिम्लेर दृढतापूर्वक माला उठाएँ। तर मेरा पाइलाहरू मलाई सहयोग गर्न सकिरहेका थिएन। मेरो पाइतालादेखि कम्प छुटिरहेको थियो। एक पाइला अघि बढ्नासाथ म पुनः शिथिल थिएँ। मैले आफूलाई अत्यन्त कमजोर अनुभव गरेँ। मलाई समाउने केटीहरूको भरमा मात्र म उभिरहन सकेकी थिएँ। मलाई त्यहीँ कतै बसौँ लाग्यो। मलाई पानीको तिर्खा लागे जस्तो भयो। ईश्वर, यो कुन पापको सजाय हो मलाई? जीवनमा पहिलोपल्ट ईश्वरको नाम लिएँ मैले मनमा नै ईश्वरसँग प्रार्थना गरेँ, हे ईश्वर, मलाई 1 मिनटको निम्ति शक्ति देऊ, सिर्फ 1 मिनटको निम्ति। एउटा नास्तिकले जीवनमा पहिलोपल्ट ईश्वरसँग प्रार्थना गर्यो। त्यस क्षण अघिसम्म मलाई ईश्वरको अस्तित्वमा विश्वास थिएन। ईश्वरको अस्तित्वबारे चर्चा कतै चल्यो भने म डटेर त्यसको विरोध गर्थेँ। म ईश्वरलाई अज्ञानी मानिसहरूको कल्पना भन्दथेँ र धर्मलाई पाखण्ड भन्दथेँ। मलाई आफ्ना तर्कहरू बलिया लाग्दथे र तिनमा म पूरापूर विश्वास र आस्था राख्दथेँ। तर त्यो क्षण ईश्वर बाहेक मेरो केही सहारा थिएन। मैले मनमा नै भने, ईश्वर, मैले तिम्रो निन्द्रा गरेर घोर पाप गरेकी छु, तर तिमी दयालु छौ, तिमी मलाई क्षमा गर, मेरा पापहरूलाई क्षमा गर, म मेरा सम्पूर्ण पापहरूको प्रायश्चित गर्छु। हे दयालु ईश्वर, मलाई शक्ति देऊ अहिले। अनि मैले पापको प्रायश्चित स्वरूप ओठको भित्री भागमा दाँतले बेस गरी टोकिदिएँ। पीडाले एकछिन म रन्थनिएँ, तर त्यसपछि मैले आफूमा केही शक्तिको सञ्चार भएको अनुभव गरेँ। मैले मनमा नै ईश्वरलाई धन्यवाद दिएर सुदृढ पाइला अघि बढाएँ। उसको सामु पुगेर म उभिएँ। मैले के आशा गरेकी थिएँ भने त्यस अपरिचित अनुहार जसलाई मैले त्यस क्षणसम्म देख्न पाएकी थिइनँ, उसलाई हेर्न मेरा पाइला उठ्दा नउठ्दै मेरा उत्सुकता र रोमाञ्च फेरि जाग्नेछन्। मैले उसलाई हेरेँ, मैले मेरो पतिलाई हेरेँ, मैले मेरो प्रेमलाई हेरेँ, मेरो गन्तव्यलाई हेरेँ, मेरो समाप्तिलाई हेरेँ। यद्यपि मैले आशा गरेको उत्सुकता र रोमाञ्चलाई मैले पाउन सकिनँ, तर म उसलाई हेर्न सकिरहेकी थिएँ। उसको मुन्जे कपाल, स्वस्थ र सफा अनुहार, उसको गाजल लगाए चाहिँ लाग्ने आँखा, ठूला कान, सुरुत्त परेको नाक र छाटिएको जुँगालाई म हेर्न सकिरहेकी थिएँ। त्यो अनुहार आकर्षक थियो र वस्तुतः त्यसलाई मैले पहिले कहिले देखेकी थिइनँ र पनि त्यो अनुहार मलाई परिचित चाहिँ लाग्यो। अनायास मेरो आँखाबाट आँसु रसाए। मैले ती आँसुलाई बुझ्ने चेष्टा गरेँ। ती आँसु प्रेमका थिए या त्राणका? ती आँसु प्रेमका थिएनन्, किनभने मैले त्यस्तो अनुभव गर्न सकिनँ। तर ती त्राणका पनि थिएनन्। ती आँसु प्रेम र त्राणका बाहिर कतैका थिए। वास्तवमा म त्यो परिचित चाहिँ लाग्ने अपरिचित अनुहारप्रति द्रवित भएकी थिएँ। स्वयंवर सम्पन्न भयो। विदाईको बेला म कान्छो भाइ र दाईसँग भेटिन चाहदिन थिएँ। थाहा छैन किन हो, म तिनीहरू दुवैमा तिम्रो स्मृति जोडिएको पाउँछु। दाई अनौठोको छ, हरेक कुराको तहमा पुग्ने कोसिस गर्छ ऊ।
त्यो त्यही दाइ थियो जसले मैले कसैको नाम बताएको खण्डमा मलाई अन्याय नगर्ने वचन दिएको थियो, जसले मेरो विवाहको निर्णयमा ठण्डा दिमागले सोचेर त्यो निर्णय दिएकी होस् भनेर शङ्का व्यक्त गरेको थियो। म तिम्रो सम्पूर्ण स्मृतिबाट मुक्त हुन चाहन्थेँ, त्यसैले विदाईको बेला उसँग सामना गर्न नपरोस् भनेर कामना गरेकी थिएँ। तर मलाई दुलाहाको कारमा चढाउने उही थियो। अन्तिम क्षणमा उसले भनेको थियो, तेरो सुन्दर जीवनको लागि शुभकामना। उसका आँखा रसाएका थिए र ऊ मुस्काउने चेष्टा गर्दै थियो। उसको शब्दलाई मैले मन नपराउने प्रयास गरेँ, किन हो ती शब्दहरूमा तिम्रो स्मृतिको गन्ध भए चाहिँ मलाई लाग्यो। मैले भन्न चाहेको अर्कै कुरा थियो, तर भने मेरो व्यवहारलाई क्षमा गरिदिनुहोला, मैले तपाईँहरू फर्केट्दिम। अब भविष्य तेरो अगाडि छ, मलाई विश्वास छ मेरो बहिनीको जीवन मेरो बहिनी जतिकै सुन्दर रहनेछ। उसले विषयमा भनेर दुलापट्टि फर्केर मुस्काउँदै भन्यो, हजुरलाई पनि नयाँ जीवनको बधाई र शुभकामना। बाटोभरि मैले मेरो पतिलाई हेर्न सकिनँ, यद्यपि ऊ मलाई मन परेको थियो। सुहागरातमा जब म एक्लै सजाइएको कोठामा मेरो पतिको प्रतीक्षामा थिएँ, तिमी आयौ मनमा। पहिलोपल्ट मलाई तिम्रो स्मृति नमिठो लाग्यो। अब तिम्रो स्मृतिमा अपवित्रताको गन्ध मिसिएको जस्तो लाग्न थाल्यो। मैले तिमीलाई मनबाट हटाएर ढोकातर्फ ध्यान लगाएँ। बाहिर बसेको पच्चाप सुनियो, सम्भवतः मेरो पतिको थियो। पच्चाप क्रमशः बढ्दै गयो। मैले फेरि पुरानै उत्सुकता र रोमाञ्च अनुभव गरेँ, किन हो मैले फेरि स्वयंवर सम्झेँ। सहसा मलाई के लाग्यो भने उसको प्रत्येक पच्चाप सँगसँगै मेरो उत्सुकता र रोमाञ्च बढ्दै जानेछ र उसको प्रथम स्पर्श अघि नै म पहिले चाहिँ शिथिल हुनेछु। मलाई बचाउको लागि के सुझ्यो भने म उसलाई बिस्तारै बिस्तारै होइन, बरु एकदम अचानक अनुभव गर्नेछु। त्यसैले मैले ध्यान पच्चापहरूबाट हटाएर आफ्ना औँलाहरूमा लगाएँ। मेरो दृष्टि मेरो बुढी औँलाको धेरै पहिले हराइसकेको खतमा पर्यो। म जससँग भएँ, अकस्मात मलाई तिम्रो चिउँडोको खत सम्झना भएर आयो। म आश्चर्यचकित भएँ, मलाई किन अकस्मात तिम्रो चिउँडोको खत सम्झना भएर आयो। त्यसबेला म तिमीलाई दिनमा कैयौँचोटि सम्झन्थेँ, तर मेरो सम्झनामा तिम्रो चिउँडोको खत थिएन। थाहा छैन मैले कसरी त्यसलाई बिर्सन पुगेछु। सम्भव छ मैले तिम्रो अरू विशेषताहरूलाई पनि बिर्सेको हुँ र मेरो मनमा तिम्रो जुन चित्र छ त्यसलाई तिम्रो हुबहु भनी ठानेको हुँ। तर मलाई सबभन्दा आश्चर्य केमा भयो भने यस क्षण अकस्मात तिम्रो चिउँडोको खत किन सम्झेँ। मैले भनिसकेँ म तिम्रो सम्पूर्ण स्मृतिबाट मुक्ति चाहन्थेँ। त्यसैले मेरो बुढी औँलाको खतबाट आरम्भ भएको तिम्रो प्रसङ्गलाई बिर्सन मैले आँखा चिम्लेँ। तैपनि तिम्रो स्मृति छ्यासमिस छ्यासमिस भइरहेको जस्तो लाग्यो। त्यसैले मैले कानमा गुजुजुजु आवाज हुने गरी जोडले आँखा चिम्लेँ। तत्काल मेरो पतिको उपस्थितिको आभास पाएर म जसँग तर्सेँ। तर सबभन्दा बढी म त्यसबेला तर्सेँ जुन बेला मैले उसलाई राम्ररी हेर्न भ्याएँ। सन्जी उसको चिउँडोमा पनि खत थियो। त्रास, आश्चर्य र उत्तेजना सम्मिलित विद्युतका झट्काहरू अनुभव गरेँ मैले। सहसा मलाई ज्ञान भएर आयो, किन स्वयंवरमा मेरो पतिलाई पहिलोपटक देख्दाखेरि नै उसको अनुहारमा मैले परिचितताको आभास पाएकी थिएँ। के कुरा साँचो हो भने मैले तिम्रो चिउँडोको खतलाई बिर्सिसकेकी थिएँ, तर अहिले मलाई लागिरहेछ मेरो चेतन मनले मात्र त्यसलाई बिर्स्यो र अब चेतनमा त्यो जस्ताको तस्तै थियो। र स्वयंवरमा जब मैले मेरो पतिलाई पहिलोपटक देखेँ, यद्यपि मेरो आँखाले उसको चिउँडोको खतलाई देखेनन्, मेरो ध्यान त्यसमा गएन, परन्तु मेरो अवचेतनले त्यसलाई देखिसकेको थियो। त्यसैले त्यसले मेरो पतिको अनुहारमा तिमीलाई पायो। त्यसैले त्यो अनुहार मलाई परिचित झैँ लागेको थियो, आकर्षक लागेको थियो र त्यसलाई मैले मन पराएकी थिएँ। हे ईश्वर, कि मैले मेरो पतिलाई मन पराउनको निम्ति पनि तिम्रो स्मृतिको आश्रय नलिई भएन? कि मेरो निम्ति तिमीबाट मुक्ति सम्भव नै छैन? उषा मेरो विस्फारित नेत्रलाई देखेर होला मेरो पतिले मलाई मेरो नामले बोलायो। म आफूमा ओर्लिएँ। पसिनाले म छ्यापछ्याप्ती भएकी रहेछु। के भयो तिमीलाई? हजुर, मेरो पतिसँग म पहिलोपल्ट बोल्दै थिएँ। मैले सहज हुने प्रयास गर्दै भने केही होइन। त्यसपछि मैले मुस्काउने असफल प्रयास गरेँ। उसले मेरो कुरा पत्यायो र मसँग सानो दूरीमा बस्यो। उसको यो केटाकेटोले पत्यारसँग मलाई रिस उठ्यो। मलाई उसको पत्यारसँग रिस उठ्यो वा उसको सान्निध्यसँग यो अस्पष्ट छ, तर मलाई रिस उठेको थियो वा कम्तीमा मैले अनुभव गरेको भाव त्यसको निकट थियो। त्यसपछि मेरो पतिले कुराकानी सुरु गर्यो। मेरो ध्यान कुरामा भन्दा उसको चिउँडोको खतमा गइरहेको थियो। बारम्बार मेरो आँखा त्यहाँ पुगेपछि अडिन्थे। बिस्तारै म सम्पूर्ण तिम्रो खतमा पुगेँ। सहसा मेरो मनमा उब्जियो, मैले तिमीलाई घृणा गर्नुपर्छ, तिम्रो चिउँडोको खतलाई घृणा गर्नुपर्छ, अनि यो मान्छेको चिउँडोको खतलाई नि। म सोच्दै थिएँ, मेरो पतिले मेरो हात समात्यो। यो स्पर्शले म निसासिएको जस्तो भएँ। उसले कुराको प्रसङ्ग बदलिसकेको थियो र अब ऊ मेरो सुन्दरताको बखान गर्न थाल्यो। कसलाई मन पर्दैन आफ्नो प्रशंसा? ईश्वर समेत आफ्नो प्रशंसा चाहन्छ, स्तुति चाहन्छ। म सम्झन्छु तिमीले कुनै प्रसङ्गमा मेरो रूपको प्रशंसा गरेका थियौ। प्रशंसा के? वास्तवमा त्यो प्रशंसाको सङ्केत मात्र थियो। कुनै किन हो तिमीले मेरो निम्ति शब्दहरू जोखेर मात्र प्रयोग गर्यौ। त तिम्रो त्यो प्रशंसाको सङ्केतले मात्र पनि मेरो रोम पुलकित भएको थियो। म त त्यसको सम्झनाले मात्र पनि गदगद हुन्थेँ। र अहिले मेरो पति मेरो सौन्दर्यको बयान गर्दै थियो। ऊ मेरो अङ्ग अङ्गको प्रशंसा विभिन्न रूपक, उपमा र अलङ्कारहरूद्वारा गर्दै थियो। उसले मेरो आँखाको आकार, गहिराई र भावको बयान गर्यो। कपाललाई बादलसँग दाज्यो, ओठमा गुलाब फुलेको देख्यो र यस्तै यस्तै इत्यादि। तर सन्जी कुनै किन हो मलाई उसको यो प्रशंसा मन परेन। उसका शब्दहरू मलाई बनावटी लागे, मानौ उसले यो कतैबाट सिकेर आएको हो अथवा सुहागरातको लागि उसले यी शब्दहरू कण्ठ पारेर राखेको हो। किन यति अन्तर? सायद मबाट अपेक्षित प्रतिक्रिया नपाएर होला। मेरो पतिले आफ्नो कुरा बिचैमा रोकी मलाई सोध्यो, तिमीलाई ठिक त छ? झल्यास मैले सम्झेँ, मेरो बिहे भइसक्यो। यो सुहागरात हो, मसँग बोलिरहने मान्छे मेरो पोइ हो र म उसको बेहुली हुँ। खोइ ममा बेहुली सुलभ लज्जा, कोमलता र मृदुलता
मैले मेरो पतिका सम्भावित अपेक्षाहरू सम्झेँ। मैले चालु सिनेमाहरूमा देखाइने दृश्य सम्झेँ। म त्यसो गरौँ, अभिनय गरौँ। सामर्थ्य छ ममा अभिनय गर्ने, म अभिनय गर्दिनँ। म कहीँ पनि र कसैसँग पनि अभिनय गर्दिनँ। म शान्ति चाहन्छु र मलाई झुटले शान्ति दिँदैन। म प्रेम चाहन्छु, झुटले किनेको प्रेम होइन, सत्य प्रेम। मेरो एक्सपेरिमेन्ट सत्य प्रेमको खोजी हो। म अभिनय गर्दिनँ। म कहीँ पनि र कसैसँग पनि अभिनय गर्दिनँ। म शान्ति चाहन्छु र मलाई झुटले शान्ति दिँदैन। म प्रेम चाहन्छु, झुटले किनेको प्रेम होइन, सत्य प्रेम। मेरो एक्सपेरिमेन्ट सत्य प्रेमको खोजी हो। तर मैले जुन हृदयमा सत्य प्रेमको खोजी गर्ने भएकी छु, त्यो हृदय मसँगै बसेको मान्छेको शरीरमा छ। र मैले जुन हृदय उसलाई सुम्पने भएकी छु, त्यो मेरो शरीरमा छ। र मेरो शरीरमा ती सब अङ्गहरू छन् जुन उसले अलि भर्खर शब्दहरूको कन्जुसाइ नगरी प्रशंसा गरेको छ। यहाँ मेरो एक्सपेरिमेन्टका लागि सबै आवश्यक सामग्रीहरू छन्। तर यो वातावरण मलाई किन असजिलो लागिरहेछ? मलाई किन यहाँ केही नपुगेको वा केही बढी भएको जस्तो लागिरहेछ? मलाई कस्तो लागिरहेको थियो भने सन्ची, त्यो कोठामा कतै एउटा अपवित्रता लुकेर बसेको छ र त्यो बारम्बार हामीलाई चियाएर हेर्छ। यो अपवित्र कतै त्यही चिउँडोको खत त होइन? यहाँ तिम्रो चिउँडोको खत पनि छ र मेरो पतिको चिउँडोको खत पनि छ। मैले मेरो पतिको चिउँडोको खतमा तिम्रो खतको प्रतिरूप देखिरहेको हुँ, या तिम्रो खतमा मेरो पतिको खतको प्रतिरूप। ठम्याउन सकिरहेकी छैन। कतै मेरो यो स्मृति विभ्रम नै मैले भनेको अपवित्रता होइन? जे भए पनि यो वातावरणमा अपवित्रताको गन्ध मिसिएको छ, त्यति चाहिँ निश्चित हो। तर मेरो एक्सपेरिमेन्टमा अपवित्रताका लागि कुनै स्थान छैन। म मेरो पतिसँग सम्पूर्ण पवित्रतामा समर्पित हुन चाहन्छु, सम्पूर्ण सहजतामा समर्पित हुन चाहन्छु र सम्पूर्ण सत्यमा समर्पित हुन चाहन्छु। यो अपवित्र र असहज वातावरणमा होइन। म मेरो पतिसँग समय माग्नेछु। त्यसो भएन भने मेरो एक्सपेरिमेन्ट पहिलो कदममै अपूर्ण हुनेछ। फेरि मेरो दिमागमा एउटा प्रश्न उब्जन्छ, तर उसको अपेक्षा? म उसकै अपेक्षा त पूरा गर्दैछु। के ऊ मसँग पवित्र, पूर्ण, सत्य र सहज प्रेमको माग गर्दैन? तर उसले बुझ्ला नबुझ्ला, तर जब उसले बुझ्नेछ त्यो क्षण सब ठिक हुनेछ। आखिर मैले चाहेकी यही नै हो, उसले मलाई सम्पूर्ण बुझोस्, त्रुटिरहित बुझोस् र ग्रहण गरोस्। आज म अलि असहज अनुभव गरिरहेको छु। मलाई आराम गर्न दिनुहुन्छ? मैले मेरो पतिलाई भने। उसले मलाई अचम्मसँग हेऱ्यो। उसले मलाई पत्याइरहेको थिएन, तर यसपालि मलाई उसको अनुपत्यारसँग रिस उठेन। मैले सकेसम्म नरम स्वरमा भने, मलाई माफ गरिदिनुहोस् ल। ओके। ऊ उठ्यो। उसको स्वर रुक्क थियो। मलाई लाग्यो मबाट कतै त्रुटि भएको छ। कतै मेरा शब्दहरूलाई उसले आफ्नो अपमान त सम्झेर। ऊ हिँड्न लागेपछि मैले डराउँदै सोधेँ, कहाँ जान लाग्नु भएको? म तिम्रो आरामीमा बाधा पुर्याउन चाहन्न। उसको बोली र हिँडाइले स्पष्ट थियो। उसले मबाट अपमानित अनुभव गरेको छ। मलाई लाग्यो मबाट भयङ्कर गल्ती हुँदैछ। मेरो पति रिसाएर जाँदैछ। मेरो प्रेम मसँग रिसाएर जाँदैछ। मलाई केही सुझेन। म रोइदिएँ। मेरो शोकले उसको पाइला ढोकामा पुग्नु अघि नै रोकियो। मैले दयनीय स्वरमा भने, म तपाईँलाई प्रेम गर्छु। गजब छ। त्यहीँबाट उसले मलाई हेरेर भन्यो। त्यसपछि फर्केर बिस्तारै मनेर आइपुग्यो। ऊ मेरो छेउमा बस्यो र मेरा दुवै हात समात्यो। उसले मेरा दुवै हात बिस्तारै आफ्नो गालामा पुर्यायो। अनायास मैले हात झड्कालेर ताने। मेरो हातले उसको चिउँडोको खत छोएको थियो। मेरो यो क्रियाले ऊ स्तब्ध भयो। उसको मुखबाट निस्क्यो, पागल आइमाई। उसले यी शब्द अङ्ग्रेजीमा भनेर जुरुक्क उठेर हिँड्यो। म अबाक रहेँ। हे ईश्वर, त्यो भयानक खत! मलाई पागल बनाउने त्यो भयानक खतबाट मलाई मुक्ति देऊ प्रभु। मलाई त्यो खत ग्राह्य बनाइदेऊ। अनेकौं क्षणहरू निस्तब्ध बिते। निकै बेरपछि ढोका फेरि उग्रियो। मेरो पति फर्केर आएको थियो। म अपराधी झैँ शिर निहुराई बसेँ। ऊ मेरो छेउमा आइपुग्यो। मेरो मनमा आँधी बेरी चल्न थाल्यो, तर उसले केही पनि गरेन। एउटा सिरानी र ओढनी उठाएर ऊ सोफामा गएर सुत्यो। आँधी बिस्तारै थामियो। मलाई कोठा भयङ्कर आँधी बेरी पछिको उजाड र अस्तव्यस्त बस्ती जस्तो लाग्न थाल्यो। म निकै बेर त्यत्तिकै टोलाएर बसेँ। रात निकै गइसकेको थियो। मैले मेरो पतिलाई हेरेँ। ऊ निश्चल थियो, सम्भवतः निदाइसकेको थियो। सहसा मलाई लाग्यो मैले घोर अपराध गरेकी छु। त्यो सोफामा सुतिरहेको मेरो पति, जसको केही दोष छैन, उसलाई मैले अनाहकमा चोट पुर्याएकी छु। एउटा भयङ्कर अपराध बोधले म थिचिएँ। म बिस्तारै उठेर सोफातिर बढेँ। मेरो पतिको छेउमा पुग्दा नपुग्दै म पसिनाले लथपथ भइसकेकी थिएँ। म त्यहाँ उभिरहन सकिनँ र भुइँमै बस्न पुगेँ। मलाई मन लाग्यो उसलाई बिउजाउँ, उसँग माफी मागौँ र मिठा मिठा कुरा गरौँ। मैले मनमा नै भने, मेरो राजा, मैले तिमीलाई चोट पुर्याएँ, मलाई माफ गर मेरो प्रेम। त्यसपछि म उसको गोडामा निधार अड्याएर रोएँ। रुँदा रुँदै झकाएकी के रहेछु। मेरो पतिले मलाई बिउजायो। म नराम्रोसित तर्सिएँ, मानौ चोरी गर्दा म पक्रिएकी छु। के तमासा हो यो? मेरो पतिको स्वरमा रुखोपन कायमै थियो। केही बेर मौनतामा बिते। एउटा कुरा सोधौँ? मेरो पतिको स्वर अब केही नरम भएको थियो। यो विवाह तिम्रो राजी खुसीले भएको हो? मलाई लाग्यो अब पनि म मौन रहेँ भने मेरो पति एउटा अघोर भ्रममा पर्नेछ। मैले भन्न चाहेँ, होइन मेरो प्रेम, यहाँ राजी खुसीको प्रश्नै छैन। म त तिम्रै खोजीमा आएकी हुँ। तर मेरो मुखबाट निस्केको यति थियो, हो। म केही बुझिरहेको छैन। त्यसपछि मेरो पति सिरानी र ओढनी उठाएर बिछोनामा गइपल्ट्यो। जानु अघि उसले मलाई क्षणभर हेरेको थियो, मानौ ऊ मलाई भनिरहेको थियो, इच्छा छ भने मसँगै आउन सक्छौ। तर म उठ्न सकिनँ। म यस्तो अनुभव गर्दै थिएँ मानौ मेरो जरा त्यही भुइँमा गाडिएको छ। केही बेरपछि मैले मेरो पतिलाई हेरेँ। ऊ मतिर पिठ्यौँ पर्ने गरी कोल्टी परेर सुतेको थियो। मैले मनमा नै भने, मसँग रिसायो राजा। त्यसपछि मैले कल्पना गरेँ म बिछोनामा पुगेँ र उसको छेउैमा बसेँ। ऊ मतिर फर्क्यो, तर उसले अझै आँखा चिम्लेको थियो। मैले उसको कपाल मुसारेँ। उसले मलाई तान्यो। मैले नुहेर उसको ओठमा मही खाएँ। म फेरि तर्सेँ। मलाई लाग्यो मैले उसको ओठमा मही खाँदा मेरो चिउँडोले उसको चिउँडोमा छोएको छ, चिउँडोको खतमा छोएको छ। रात बिना कुनै
घटना बितेर गयो। सधैँभरि मेरो प्रेममा त्यो चुँडोको खत बाधक बनिरह्यो। जस्तै कमनीय क्षणमा पनि मेरो पतिको त्यस खतमा मेरो ध्यान जानसाथ ममा एउटा अनौठो परिवर्तन आउँथ्यो, शिथिलता आउँथ्यो र हाम्रो प्रेम यान्त्रिक क्रियाकलाप प्राय हुन जान्थ्यो। मेरो पति चाहिँ यस्तो अनुभव गर्थ्यो गर्दैनथ्यो थाहा छैन। जे होस्, समय बित्दै गयो र बिस्तारै मेरो पतिको चुँडोको खत मलाई बानी पर्दै गयो। हुँदा के भयो भने बिस्तारै त्यो खत मलाई मन पर्न थाल्यो। यस्ता क्षण समेत आए, त्यसैले नै मलाई निसङ्कोच बनाऊ चरमोत्कर्षमा पुर्याउँथ्यो। मेरो पतिको चुँडोको त्यो खत देख्दा ममा एक विशेष प्रकारको उत्तेजना आउँथ्यो, लगाव आउँथ्यो। के त ईश्वरले मेरो प्रार्थना सुने त्यसो भए? के त उसले मलाई मेरो पतिको चुँडोको खत ग्राह्य बनाइदियो? होइन सजी, उसले मेरो प्रार्थना सुनेन। चुँडोको त्यो खत छुने हिम्मत मैले कहिल्यै गरिनँ। उसले मेरो पतिको चुँडोको खत मलाई ग्राह्य बनाइदिएन मात्र होइन, बरु उसले मेरो पति र चुँडोको खतलाई समेत पृथक बनाइदियो। उसले मेरो पति र चुँडोको खतबीच यति ठुलो दूरी सिर्जना गरिदियो कि चुँडोको खतलाई हेर्दा म मेरो पतिलाई देख्दैन थिएँ। त्यसैले मेरो लागि ऊ सधैँ अपरिचित रह्यो र मैले उसलाई प्रेम गर्न सकिनँ। तर म उसलाई प्रेम गर्न चाहन्थेँ, उसलाई मेरो पूजा बनाउन चाहन्थेँ, सर्वस्व बनाउन चाहन्थेँ। भनिहालेँ नि, म उसमा गएर टुङ्गिन चाहन्थेँ। मैले किन उसलाई प्रेम गर्न सकिनँ? मलाई एक दिन लाग्यो, मैले किन उसलाई प्रेम गर्न सकिनँ भने उसले मलाई प्रेम गर्छ भन्ने कुरामा मलाई अझै विश्वास छैन। के त ऊ मलाई प्रेम गर्दैन? एक दिन मैले उसलाई सोधेँ, तपाईँ मलाई प्रेम गर्नुहुन्छ? उसले हाँसेर भन्यो, शङ्का छ? कति मिठो उत्तर। तर अझै मैले अपेक्षा गरेको उत्तर पाएको जस्तो लागेन। मैले फेरि सोधेँ, किन प्रेम गर्नुहुन्छ मलाई? कहिले ऐनामा निहालेर हेरेकी छौ आफूलाई? वास्तवमा तिमीलाई पहिलोपटक देख्दै म तिम्रो सुन्दरतामा मोहित भएको थिएँ। मेरो पति मलाई प्रेम गर्दथ्यो किनभने ऊ मेरो सुन्दरतामा मोहित भएको थियो। तैपनि मलाई अझै कता कता अभाव अनुभव हुन्थ्यो, कता कता रिक्तता अनुभव हुन्थ्यो। त्यो अज्ञात रिक्तताले मलाई रात दिन पीडा दिन्थ्यो। आखिर के थियो त्यो रिक्तता? एक दिन मैले त्यो रिक्ततालाई पहिलाएँ। मेरो पति मलाई प्रेम गर्छ, मेरो शरीरलाई प्रेम गर्छ, ऊ मेरो आँखाको बान्कीलाई प्रेम गर्छ, मेरो नाकको अनुपातलाई, मेरो ओठको आकारलाई, मेरो गालाको रौनकलाई, मेरो कपालको लम्बाइलाई, मेरो बक्सको उभारलाई, मेरो कम्मरको नापलाई, मेरो हात पाखुराको सुडौलतालाई इत्यादिलाई प्रेम गर्छ। तर मेरो आत्मालाई, मेरो हृदयलाई, के ऊ मेरो हृदयलाई त्यसमा लागेको अतीतको छापसहित प्रेम गर्छ? प्रश्न अनुत्तरित थियो। यही थियो त्यो अज्ञात रिक्तता जसले मलाई रात दिन पीडा पुर्याइरहेको थियो। प्रश्न अनुत्तरित किन थियो भने मैले मेरो हृदय मेरो पतिबाट अझै अस्पृश्य अदृश्य राखेकी थिएँ। ऊ अनभिज्ञ थियो यससँग। मैले मेरो हृदयमा मेरो पतिको स्पर्श आलोक दिनुपर्छ, अनि पो उसले मलाई, मेरो हृदयलाई, मेरो आत्मालाई प्रेम गर्न सक्छ। म मेरो पतिको सामु मेरो हृदय उदाङ्ग पारेर राखिदिन आतुर भएँ। म अब अरू पर्खिन सक्दिनँ थिएँ, परन्तु एक मन लाग्थ्यो, जुन व्यक्ति, जुन प्रसङ्ग, जुन स्थितिको अब मेरो जीवनमा कुनै स्थान छैन, तिनीहरूसँग मेरो पतिलाई परिचय गराउनुको के प्रयोजन? त्यस बिना पनि त काम चल्न सक्छ। तर अर्को मन भन्थ्यो, यो गैर इमान्दारी हो। त्यसमाथि त्यसै बिना म त यो भयङ्कर रिक्तता भोगिरहेको छु। त्यसै बिना त मेरो प्रेम अपूर्ण भइरहेछ, आंशिक भइरहेछ। मेरो पति मलाई शारीरिक तहमा प्रेम गर्छ, तर के उसको मानसिक तहको प्रेम बिना मलाई तृप्ति मिल्छ? त्यो बिना के मेरो यात्रा पूर्ण हुन सक्छ र? एक सुमधुर रात मैले मेरो पतिलाई मेरो अतीतसँग परिचय गराएँ, जसपछि मैले ठानेकी थिएँ मैले मेरो यात्राको सफल पूर्ण विराम पाउनेछु। आरम्भसम्ममा पनि ममा हिचकिचाहट र अस्थिरता बाँकी नै थियो, तर सोचेँ मैले मेरो पतिबाट पूर्ण, अखण्डित र सत्य प्रेम पाउनु छ। यसको निम्ति मैले उसको सामु नग्न रूपमा प्रस्तुत हुनैपर्छ। उसले मलाई सम्पूर्ण चिन्नै पर्छ। अनि म उसको सामु नाङ्गिएँ, बेहिचकिचाहट र सुदृढताका साथ। म कस्तो अनुभव गर्दै थिएँ भने मलाई निर्निमेष सुनिरहने मेरो पति ईश्वर हो र म ईश्वरको सामु अभिस्वीकार गर्दैछु। मैले मेरो ईश्वरको सामु अभिस्वीकार गरेँ आफूलाई। यो अभिस्वीकारको समाप्तिमा मलाई के विश्वास थियो भने अब मेरो पतिको सुन्दर आँखामा केही थोपा पवित्र आँसुहरू छल्किनेछन्। बिस्तारै उसले मलाई संसारको सबैभन्दा न्यानो, सबैभन्दा शीतल, सबैभन्दा कोमल र सबैभन्दा बलिष्ठ उसको बाहुपासमा बाँध्दैछ र भरिएको गलामा भन्दैछ, मेरो अन्वेषिके, म तिमीलाई सम्पूर्ण पवित्रताका साथ ग्रहण गर्दछु। अनि म उसको उष्ण बाहुमा सम्पूर्ण पग्लनेछु। मेरो कायाकल्प हुनेछ। म उसमा सम्पूर्ण समर्पित हुनेछु। एउटा एकदमै नयाँ, भव्य र सुन्दर संसारमा हाम्रो एकात्म हृदयले प्रवेश गर्नेछ, जहाँ संशय, अपूर्णता, अभाव, अतृप्ति केही हुने छैन, जहाँ मेरो आत्माको कुना कुनाबाट एउटै गीत प्रस्फुटित हुनेछ, युरेका युरेका। परन्तु नियतिलाई यो स्वीकार्य थिएन। मैले मेरो कुरा टुङ्ग्याएको केही क्षणपछि मेरो पतिले सोध्यो, त्यो मान्छेसँग तिम्रो शारीरिक सम्बन्ध थियो? मानौ एक जोरदार थप्पड मेरो गालामा बज्रियो, मानौ एक लात्ती बज्रियो मेरो कोखमा। म तुइएँ। मैले मेरो पतिको अनुहारमा हेरेँ। त्यो अनुहार मलाई अत्यन्त कुरूप, अत्यन्त घृणाजनक लागिरहेको थियो। के त मेरो पति मलाई शारीरिक तराजुमा जोखेर हेर्छ? उसको निम्ति म एउटा स्वास्नी मान्छेको शरीर बाहेक केही पनि होइन। मेरो पति अहिले के जान्न चाहिरहेको थियो भने मेरो शरीर चोखो त छ, कति त्यसलाई कुनै पुरुषले बिटुल्याएको त छैन? घृणाको एउटा असाध्य तीव्र ज्वार उठ्यो। यही घृणाको दुर्दमनीय आवेशमा मैले भने थियो। त्यसपछि मैले मेरा पतिसँग कहिले सोधिनँ, तपाईँ मलाई प्रेम गर्नुहुन्छ भनेर। मैले यो यसकारण नसोधेकी होइन कि यो प्रश्न सोध्न मेरो बिछोनामा उपाय हुँदैन थियो। यसकारण पनि होइन कि म प्रति अक्सर उपेक्षा देखाउने प्रयासमा रहने, उसको केही असन्तुष्ट चाहिँ, केही आहत चाहिँ देखिने अनुहारसँग म डराउँथेँ। बरु यसकारण कि उसले यसको उत्तर दिइसकेको थियो। उसले त्यही प्रश्न फेरि दोहोऱ्याएर सोधेको थियो, साँच्चै त्यो मान्छेसँग तिम्रो शारीरिक सम्बन्ध थियो? उसले मलाई शारीरिक तराजुमा जोख्ने यो प्रश्न जुन आहत र निराशाको स्वरमा दोहोऱ्याएको थियो, त्यसले मेरो पहिलोपटक बोलेको झुटोको किञ्चित विकसित आत्मग्लानी पनि हरायो। उसलाई आहतै राख्ने कुत्सित अभिप्रायले स्पष्ट झर्कोको साथ मैले भने,
मैले भनिसकेँ। मेरो पारदर्शी झर्को र नितान्त ग्लानिरहित स्वीकारोक्ति सुनेर उसको अनुहारमा पीडाको जुन रेखा खिचिएको थियो त्यसले मलाई आनन्द दिएको थियो। र यो आनन्द कति पीडादायक थियो त्यो म बाहेक केवल ईश्वर जान्दछ यदि छ भने। मान्छे सुख बिना बाँच्न सक्दैन। अब म आत्मपीडनबाट सुख लिन थालेँ। अवसर पर्यो कि म मेरो पतिलाई त्यही पीडा दिन चुक्दिन थिएँ। तर मेरो भाग्य हो वा दुर्भाग्य, मेरो पतिले यसो त्यसो केही भनेन। मलाई लागेको थियो उसले पारपाचुकीको समेत कुरा उठाउला, तर त्यसो भएन। दिनहरू फेरि सामान्य बने। तर यो सामान्यता भिन्दै प्रकारको थियो। यो एउटा असामान्य किसिमको सामान्यता थियो। हामी बेग्ला बेग्लै सामान्य देखिने कोसिस गरिरहेका थियौँ। घरमा सबैसँग मेरो पति जस्ताको तस्तै देखिरहेको थियो। तर मेरो सामु भने यो अभिनयमा ऊ अक्सर असफल रहन्थ्यो। मलाई देख्ने बित्तिकै उसको अनुहारमा पीडाको एउटा धर्को कोरिहाल्थ्यो। तर त्यसलाई तुरुन्तै लुकाउने चेष्टा भने उसले कहिल्यै छाडेन। ऊ मलाई पहिलेको जस्तै तत्परता साथ उत्साहपूर्वक माया गरिरहेको देखाउन चाहन्थ्यो। तर मलाई लाग्थ्यो ऊ यो प्रयासको कुनै बिन्दुमा पुगेर कसो फुस्कन्थ्यो। हाम्रा बिछौना फेरि सधैँका लागि संयुक्त बने। तर त्यो बिछौनामा त्यो पुरानो गर्मी फेरि कहिले पनि फर्केन। यसैबीच एउटा घटना घट्यो। एक रात अकस्मात हामी साबिकभन्दा धेरै चिसो हुन पुगेका थियौँ। भएको के थियो भने मेरो पतिले कुनै कुराको बीचमा भन्न पुग्यो, त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ? थाहा छैन। मेरो यो उत्तर सुनेपछि अकस्मात मेरो पति सेलायो। उसको उत्साह सेलाएपछि म पनि चिसो हुन पुगेँ र यसरी त्यो रात साबिकभन्दा निकै चिसो हुन पुगेको थियो। त्यसै चिसो रातको भोलिपल्ट मैले तिमीलाई देखेँ। भयो यसरी म काम विशेषले एउटा नातेदारको घरमा पुगेकी थिएँ। छतमा एक्लै टहल्दै थिएँ म। सहसा मेरो दृष्टि अलिक परको घरको छतमा पुग्यो, जहाँ एउटा बालक छतको पल्लोपट्टिको छेउमा थियो। त्यहाँ अरू कोही पनि थिएनन्। त्यो बालक घरिघरि केही टिप्न खोजे चाहिँ गरी दुवै हात तलतिर लैजान्थ्यो। त्यहाँबाट खस्यो भने प्रत्येकपल्ट त्यो बालकले हात तलतिर लैजाँदा म डरले खङ्ग्रङ हुन्थेँ। एकपल्ट त ऊ यति धेरै लम्क्यो कि मेरो मुखबाट यही आवाज निस्क्यो र डरले मैले आँखा पनि चिम्लेँ। जब मैले आँखा खोलेँ छतमा त्यो बालक थिएन। मेरो मुटु जोडले ढुकढुक गर्न थाल्यो। मलाई लागेको थियो अब त्यहाँ खलबल सुनिनेछ वा कोही देखा पर्नेछ। तर चकमन्न मानव केही भएको छैन, कोही छैन त्यहाँ। मेरो कल्पनामा जुन दृश्य आयो, पसिना छुट्यो मेरो। म दौडेर त्यो घरमा पुगेँ। केही चालचुल छैन। माथिल्लो तलामा बार्दली थियो। त्यहाँ पुगेर हेरेँ। मेरो अनुमान अनुसार त्यो बालक जुन ठाउँबाट खसेको मैले देखेकी थिएँ त्यहाँ छतमा चढ्ने सिँढी थियो। सिटको केही पर ढोका थियो र कोठाभित्र कोही थिए। मैले कल्पना गरे अनुसारको दुर्घटना नभएको कुरामा म विश्वस्त भएपछि फर्कन के लागेकी थिएँ। एउटा अकल्पित मान्छेमा मेरो दृष्टि पर्यो। तिमी एउटा बाल्टिनमा पानी बोकेर तलतिरबाट उक्लिँदै थियौ। समयको यत्रो अन्तराल, यतिका घटना, अनि मात्र यो भेट। हृदयमा एउटा अनौठो चित्कार उठ्यो मेरो। तिमी दोस्रो तलामा उक्लिसकेका थियौ र अब म भएको तलामा उक्लिने ठाउँमा आइपुगिसकेका थियौ। त्यो मान्छेलाई फेरि भेट्यौ भने तिमी त्योसँग जान्छौ? थाहा छैन। तिमी म भएतिर उक्लिरहेका थियौ। त्यो मान्छेलाई फेरि भेट्यौ भने तिमी त्योसँग जान्छौ? थाहा छैन। ईश्वर जान्दछ त्यो क्षण मेरो स्थिति के थियो। तिमी मेरो छेउमा आइपुग्ने बेलामा मैले तिमीतिर पिठ्यू फर्काएँ। यहाँले कसैलाई खोज्नु भएको हो? त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ? थाहा छैन। मैले केही जवाफ नदिएपछि तिमी हिँड्यौ। तिम्रो पश्चाप एउटा अर्को कोठाको ढोकासम्म पुग्यो। ढोका लगाएको आवाज आएपछि मैले सास फेरेँ। अब म चुपचाप फर्कने सुरमा थिएँ। तर एउटा अज्ञात शक्तिले बाँधिए झैँ मेरा पाइला सरेनन्। मैले तिमी पसेको बन्द ढोकालाई हेरेँ। फेरि एउटा अनौठो चित्कार उठ्यो हृदयमा। घृणाको एउटा असाध्य तीव्र ज्वार उठ्यो। त्यसपछि मैले मेरो पतिसँग कहिले सोधिनँ, तपाईँ मलाई प्रेम गर्नुहुन्छ? मैले यो यसकारण नसोधेकी होइन कि यो प्रश्न सोध्न मेरो बिछौनामा उपाय हुँदैन थियो। यसकारण पनि होइन कि म प्रति अक्सर उपेक्षा देखाउने प्रयासमा रहने उसको केही असन्तुष्ट झैँ, केही आहत झैँ देखिने अनुहारसँग म डराउँथेँ। बरु यसकारण कि उसले यसको उत्तर दिइसकेको थियो। उसले त्यही प्रश्न फेरि दोहोऱ्याएर सोधेको थियो, साँच्चै त्यो मान्छेसँग तिम्रो शारीरिक सम्बन्ध थियो? उसले मलाई शारीरिक तराजुमा जोख्ने यो प्रश्न जुन आहत र निराशाको स्वरमा दोहोऱ्याएको थियो, त्यसले मेरो पहिलो पटक बोलेको झुठोको किञ्चित विकसित आत्मग्लानी पनि हरायो। उसलाई मैले आहतै राख्ने कुचित अभिप्रायले स्पष्ट झर्कोको साथ मैले भनिसकेँ। मेरो पारदर्शी झर्को र नितान्त ग्लानिरहित स्वीकारोक्ति सुनेर उसको अनुहारमा पीडाको जुन रेखा खिचिएको थियो त्यसले मलाई आनन्द दिएको थियो। र यो आनन्द कति पीडादायक थियो त्यो म बाहेक केवल ईश्वर जान्दछ यदि छ भने। मान्छे सुख बिना बाँच्न सक्दैन। म अब आत्मपीडनबाट सुख लिन थालेँ। अवसर पर्यो कि म मेरो पतिलाई त्यही पीडा दिन चुक्दिन थिएँ। तर मेरो भाग्य हो वा दुर्भाग्य, मेरो पतिले यसो त्यसो केही भनेन। मलाई लागेको थियो उसले पारपाचुकीको समेत कुरा उठाउला, तर त्यस्तो केही पनि भएन। दिनहरू फेरि सामान्य बने। तर यो सामान्यता भिन्दै प्रकारको थियो। यो एउटा असामान्य किसिमको सामान्यता थियो। हामी बेग्ला बेग्लै सामान्य देखिने कोसिस गरिरहेका थियौँ। घरमा सबैसँग मेरो पति जस्ताको त्यस्तै देखिरहेको थियो। तर मेरो सामु भने ऊ यो अभिनयमा अक्सर असफल रहन्थ्यो। मलाई देख्ने बित्तिकै उसको अनुहारमा पीडाको एउटा धर्को कोरिहाल्थ्यो। तर त्यसलाई तुरुन्तै लुकाउने चेष्टा भने उसले कहिले पनि छोडेन। ऊ मलाई पहिलेको जस्तै तत्परता साथ उत्साहपूर्वक माया गरिरहेको देखाउन चाहन्थ्यो। तर मलाई लाग्थ्यो ऊ यो प्रयासको कुनै बिन्दुमा पुगेर कसो फुस्कन्थ्यो। हाम्रा बिछौना फेरि सधैँका लागि संयुक्त बने। तर त्यो बिछौनामा त्यो पुरानो गर्मी फेरि कहिले पनि फर्केन। यसैबीच एउटा घटना घट्यो। एक रात अकस्मात हामी साबिकभन्दा धेरै चिसो हुन पुगेका थियौँ। भएको के थियो भने मेरो पतिले कुनै कुराको बीचमा भन्न पुग्यो, त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ? मैले उत्तर दिएँ,
थाहा छैन। मेरो यो उत्तर सुनेपछि अकस्मात मेरो पति सेलायो। उसको उत्साह सेलाएपछि म पनि चिसो हुन पुगेँ र यसरी त्यो रात साबिकभन्दा निकै चिसो हुन पुगेको थियो। त्यसै चिसो रातको भोलिपल्ट मैले तिमीलाई देखेँ। भयो यसरी म काम विशेषले एउटा नातेदारको घरमा पुगेकी थिएँ। छतमा एक्लै टहल्दै थिएँ म। सहसा मेरो दृष्टि अलिक परको घरको छतमा पुग्यो, जहाँ एउटा बालक छतको पल्लोपट्टिको छेउमा थियो। त्यहाँ अरू कोही पनि थिएनन् र त्यो बालक घरिघरि केही टिप्न खोजेजे गरी दुवै हात तलतिर लैजान्थ्यो। त्यहाँबाट खस्यो भने प्रत्येकपल्ट त्यो बालकले हात तलतिर लैजाँदा म डरले खङ्ग्रङ्ग हुन्थेँ। एकपल्ट त ऊ यति धेरै लम्क्यो कि मेरो मुखबाट आवाज निस्क्यो र डरले मैले आँखा चिम्लेँ। जब मैले आँखा खोलेँ, छतमा त्यो बालक थिएन। मेरो मुटु जोड-जोडले ढुकढुक गर्न थाल्यो। मलाई लागेको थियो अब त्यहाँ खलबल सुनिनेछ वा कोही देखा पर्नेछ। तर चकमन्न मानव केही भएको छैन, कोही छैन त्यहाँ। मेरो कल्पनामा जुन दृश्य आयो, पसिना छुट्यो मेरो। म दौडेर त्यो घरमा पुगेँ। केही चालचुल छैन। माथिल्लो तलामा बार्दली थियो। त्यहाँ पुगेर हेरेँ। मेरो अनुमान अनुसार त्यो बालक जुन ठाउँबाट खसेको मैले देखेकी थिएँ, त्यहाँ छतमा चढ्ने सिँढी थियो। सिँढीको केही पर ढोका थियो र कोठाभित्र कोही थिए। मैले कल्पना गरे अनुसारको दुर्घटना नभएको कुरामा म विश्वस्त भएपछि फर्कन के लागेकी थिएँ। एउटा अकल्पित मान्छेमा मेरो दृष्टि पर्यो। तिमी एउटा बाल्टिनमा पानी बोकेर तलतिरबाट उक्लँदै थियौ। सबैको यत्रो अन्तराल, यतिका घटना, अनि मात्र यो भेट। हृदयमा एउटा अनौठो चित्कार उठ्यो। तिमी दोस्रो तलामा उक्लिसकेका थियौ र अब म भएको तलामा उक्लने ठाउँमा आइपुगिसकेका थियौ। मेरो मनमा केही वाक्यहरू प्रतिध्वनित भइरहेका थिए। त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ? मैले उत्तर दिएको थिएँ, थाहा छैन। तिमी म भएतिर उक्लिरहेका थियौ। फेरि त्यो आवाज प्रतिध्वनित भयो। त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ? थाहा छैन। ईश्वर जान्दछ त्यो क्षण मेरो स्थिति के भएको थियो। तिमी मेरो छेउमा आइपुग्ने बेलामा मैले तिमीतिर पिठ्यौँ फर्काएँ। मेरो मनमा फेरि त्यही आवाज प्रतिध्वनित भयो। मेरो पतिले सोधेको, त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ? मैले उत्तर दिएकी थिएँ, थाहा छैन। त्यो प्रतिध्वनि त्यति बेला भएको थियो जब तिमीले मेरो पिठ्यौँ देखेर सोधेको थियौ, यहाँले कसैलाई खोज्नु भएको हो? मैले केही जवाफ नदिएपछि तिमी हिँड्यौ। तिम्रो पश्चाप एउटा अर्को कोठाको ढोकासम्म पुग्यो। ढोका लगाएको आवाज आएपछि मैले ढुक्कको सास फेरेँ। अब म चुपचाप फर्कने सुरमा थिएँ, तर एउटा अज्ञात शक्तिले बाँधिए चाहिँ मेरा पाइला सरेनन्। मैले तिमी पसेको बन्द ढोकालाई हेरेँ। फेरि एउटा अनौठो चित्कार उठ्यो हृदयमा। सिँढीको केही पर रहेको कोठाबाट कोही निस्क्यो। हेरेँ एउटी आइमाई थिइन्, साधारण लवाई खवाइकी। कसलाई खोज्नु भएको हजुरले? उनले सोधिन्। मेरो लवाई र व्यक्तित्वलाई नापेर हजुर सम्बोधन गरेकी थिइन् सायद तिनले। मैले उत्तर दिएँ, कसैलाई पनि होइन। तिनले मलाई हेरिरहेकी थिइन्। त्यो हेराइमा केही विस्मय र केही आदरभाव टप्कन्थ्यो। मैले मेरो आगमनको कारण बताएँ। ती नानीलाई मैले नै ओह्रालेकी हुँ। उनले हाँस्दै स्पष्ट गरिन्। त्यो हँसाइमा कृतज्ञता झल्किरहेको थियो। त्यतिखेर मैले छतमा देखेको बालक, जो उसको छोरो रहेछ, बाहिर निस्क्यो। म त्यही सिँढीमा बसेँ र त्यो बालकलाई काखमा लिएर माया गर्न थालेँ। त्यो आइमाई निकै मिलनसार ठहरी। उसले मलाई चकटी ल्याएर ओछ्याइदिए र कुरा गर्न थाली। मैले पनि चाख देखाएकोले एकैछिनमा नै ऊ यति खुलेर कुरा गर्न थाले कि हामी चिरपरिचित चाहिँ कुरा गरिरहेका थियौँ। कुरै कुरामा उसले छेउको कोठामा बस्ने बाबु अर्थात् तिम्रो बारेमा पनि निकै कुरा बताए। मलाई उठ्न मन लागेको थिएन। मैले उसलाई हाँस्दै भने, म त तपाईँको ननिम्त्याएको पाहुना नै भएँ, अनि चिया खुवाउनुहुन्न? ऊ केही सङ्कोचका साथ भित्र गई। उसको छोरो पनि गयो। म एक्लो भएँ, एकदम एक्लो। तर कस्तो कस्तो एक्लो, जस्तो एक्लो होइन जस्तो एक्लो। सोच्दै थिएँ म। सहसा एउटा विचार आयो, म अहिले तिम्रो कोठामा गएर तिमीलाई तर्साइदिएँ भने? साँच्चै मलाई अचानक देख्दा कस्तो देखिँदा हो तिमी? कति केटाकेटौले विचार। म कसैकी विवाहित पत्नी हुँ र मलाई यस्तो गर्न सुहाउँदैन। यो विचार आएपछि सारा उत्साह एकैचोटि चेलायो। हतार छ भनेर चिया पनि नपिकन म त्यहाँबाट छिट्टै फर्केँ। मैले तिमीलाई नभेटेर ठिक गरेँ या बेठिक बाटोमा सोच्न खोज्दै थिएँ म। तर त्यो विचारलाई जबरजस्ती पन्छाएँ। मैले जबरजस्ती सोचेँ, मेरो जीवनमा अब तिम्रो लागि कुनै स्थान छैन। तिमीसित मलाई कुनै प्रकारको सरोकार छैन। त्यसैले तिमीलाई नभेट्नु ठिक कि बेठिक भन्ने प्रश्नै उठ्दैन। त्यसै साँझ मैले मेरो पतिलाई भने, म तपाईँलाई माया गर्छु। मेरो पतिले भन्यो, म पनि तिमीलाई माया गर्छु। उसको जवाफ सुनेर किन हो म निराश भएँ। मैले मनमा नै भने, म तपाईँलाई घृणा गर्छु। र साँच्चै मैले उसलाई घृणा गरेँ सन्जी। तर सन्जी, म घृणासँग पनि थाकिसकेकी थिएँ। अब म मेरो पतिलाई घृणा होइन, अर्कै केही गर्न चाहन्थेँ। र मलाई थाहा थिएन त्यो अर्कै केही के थियो। के होला त्यो? सहानुभूति, स्नेह, दया वा प्रेम? त्यो प्रेम थिएन। ईश्वर किन भएन त्यो प्रेम? किनभने जब जब म मेरो पतिलाई भन्दथेँ म तपाईँलाई प्रेम गर्छु, तब मलाई लाग्दथ्यो मैले बोलिरहेका शब्द हुन्, म तपाईँलाई घृणा गर्छु। र जब हाम्रो बीच प्रेमको कुरा हुँदैन थियो, मलाई लाग्थ्यो म मेरो पतिलाई माया गर्छु। ईश्वर मलाई किन यति विचित्र कठोर, यति शुष्क, यति बाँझी बनाइदियो? म चाहेर पनि कसैलाई माया गर्न सक्दिनँ। किन सुकायो मेरो प्रेमको मुहान? कसले थुन्यो मेरो प्रेमको मुहान? कसले थुन्यो मेरो प्रेमको मुहान? सन्जीले?
म त्यसलाई घृणा गर्छु, म त्यसलाई घृणा बाहेक केही पनि गर्दिनँ। होइन, म त्यसलाई घृणा पनि गर्दिनँ, त्यसलाई म केही पनि गर्दिनँ। त्योसँग मलाई सरोकार नै छैन, त्यसलाई म चिन्दिनँ, जान्दै जान्दिनँ। तर यो ढटाइ पनि धेरै समय टिकेन। के त म अझै तिमीबाट मुक्त भएकी छैन? नभएको भए पनि अब म तिमीबाट मुक्त हुनैपर्छ। त्यसैले मैले आफूलाई विश्वास दिलाएँ, तिमी मलाई प्रेम नै गर्दैनथ्यौ। त्यो त मेरो भ्रम मात्र थियो। मैले तिम्रो बारेमा जे सोचेकी थिएँ त्यो मेरो अबुझपनाको कारणले उब्जेको भ्रम थियो। यसरी मैले आफैमाथि जबरजस्ती थोपरेको यो विश्वास भने अचम्म फेरि हराएन। बिस्तारै मलाई शङ्का लाग्न थाल्यो, के साँच्चै तिमी मलाई प्रेम गर्थ्यौ त? यदि तिमी मलाई प्रेम गर्दैनथ्यौ र सब मेरो भ्रम थियो भने? मैले एकैचोटि मुक्त र हताश दुवै अनुभव गरेँ आफूलाई। जे होस्, मलाई मुक्ति चाहिएको थियो। पत्यारी नलाग्ने गरी एक दिन म घरबाट निस्केँ। के जान्न भने तिमी मलाई प्रेम गर्दथ्यौ वा गर्दैनथ्यौ। तर सन्जी, म तिमीलाई नभेटिकन विषयबाट फर्केँ। तिम्रो सामना गर्ने आँट ममा फेरि पनि आएन। त्यसपछि मलाई लाग्यो यो मेरो जिन्दगीको अन्तिम बिसौनी हो। त्यसभन्दा उता केही पनि छैन। अब पाउने गुमाउने कुरा केही पनि छैन। जिन्दगीले अब एउटा स्थायी इक्विलिब्रियम पाइसकेको छ। अब उता मेरो घर, पति, म भित्रको म र अरू धेरै कुराहरू सँगसँगै समानान्तर अघि बढिरहनेछन् अनन्तसम्म, र कहीँ पनि कसैको कसैसँग भेट वा बिछोड हुने छैन। मैले चाहे पनि त्यस्तै। मलाई लाग्यो जहाँ जे सस्तो छ त्यस्तै होस्, त्यत्तिकै चलिरहोस्, कहीँ कतै केही पनि नहोस्। ममा अब कुनै सानोभन्दा सानो परिवर्तन पनि वहन गर्ने क्षमता छ भन्ने कुरामा मलाई विश्वास थिएन। तर यहाँ पनि नियतिले मलाई धोका दियो। मलाई तिमीसँग भेट्नु नै रहेछ। हामीलाई एउटा भोजको निम्ति आएको थियो। मलाई बाहिर निस्कने मन थिएन, त्यसैले मैले जान्न भनिदिएँ। तर मेरो पतिले जुन अनुनयको दृष्टिले मलाई हेऱ्यो, मैले आफूलाई सम्हाल्न सकिनँ। पहिलोपल्ट मैले पतिलाई अँगालो हालेर रोएँ, तर ऊ चुपचाप उभिरह्यो। उसले मेरो कपाल सुमसुमाएन, आँसु पुछिदिएन। मेरो अँगालो बिस्तारै बिस्तारै फुकाएर भन्यो, ल अब तयार हौ। मेकअप गर्दा म ऐनामा देखिरहेको थिएँ, ऊ मलाई एकटकले हेर्दैछ। मेकअप सकेपछि म उसको सामु उभिएँ। ऊ प्रतिक्रिया रहित देखिने कोसिसमा थियो, तर मलाई थाहा थियो ऊ मलाई यो श्रृङ्गारमा देखेर मुग्ध छ। किन हो कुन्नी, मलाई उसँग कुरा गर्न मन लाग्यो। मैले उसँग गाजरको कोष लामो भयो कि, लिपस्टिकको रङ ठिक छ कि, साडीसँग ब्लाउज मिल्यो, कुन सल लिउँ इत्यादि प्रश्न गरेँ। उसले धेरैजसो हो वा होइनमा उत्तर दियो। त्यसपछि हामी निस्क्यौँ। जहाँ हामीलाई हिँड्नु पर्यो त्यहाँ मैले उसको पाखुरा समातेको थिएँ। यसो गर्दा किन हो, मैले आफूलाई सुरक्षित अनुभव गरिरहेकी थिएँ। भोजको ठाउँमा पुगेको एकछिन मात्र के भएको थियो, मैले तिमीलाई त्यहाँ देखेँ। मेरो सातो गयो। म तिमीबाट भेटिन चाहन्नथेँ, तर तिमीले मलाई देखिसकेछौ। हेलो, टाढैबाट तिमीले हात हल्लायौ। उफ, तिमी बदलिएकै थिएनौ। मैले मेरो पतिको मुखमा हेरेँ। उसले मलाई मुस्काउँदै सोध्यो, यो कहीँ त्यही मान्छे त होइन? होइन, मेरो मुखबाट निस्किहाल्यो। किन हो, मलाई निको लागेन। म सच्याउन खोज्दै थिएँ, तिमी आइपुग्यौ। नमस्कार। मेरा दुवै हात जोडिए। तिमीले पनि केही असजिलो मान्दै हात जोड्यौ। परिचय गर्नुहोस्, यहाँ मेरो श्रीमान। मैले बताएँ। रविकान्त, मेरो पतिले आफ्नो नाम बतायो। तिमीले मेरो पतिलाई नमस्कार गर्यौ। र यहाँ मेरो क्याम्पसको सहपाठी। म तिम्रो नाम बताउँदै थिएँ, त्यति नै बेला मेरो पतिलाई कसैले बोलायो। एक्सक्युज मी। मेरो पति हामीलाई छोडेर बोलाएको ठाउँमा गयो। म निरुपाए तिमीसँगै रहनु पर्यो। म कस्तो कस्तो सपना जस्तो, तन्द्रा जस्तो अनुभव गरिरहेकी थिएँ, बेहोसीमा जस्तो। मैले के बोलेँ के, तर तिम्रो अनुहार भने मैले बिरलै हेरेँ होला। मलाई लाग्यो मैले तिम्रो अनुहार हेरिरहेँ भने त्यही छताछुल्ल फुट्नेछु, भत्किनेछु। मेरो ओठमुख सुकिरहेको थियो। मेरो पति आएपछि म केही सामान्य बनेकी थिएँ। भोजनपछि म पुरै सामान्य बनिसकेकी थिएँ। मेरो पतिले अलि बढ्दै पिएको थियो र ऊ साथीहरूसँग गफमा व्यस्त थियो। म एक्लै थिएँ र त्यतिन्जेल मैले एउटा अठोट गरिसकेकी थिएँ। म कुनै बहानाले तिमी भएको ठाउँमा पुगेँ। सोधेँ, गफ गर्दैनौ? मेरो यो अकस्मातको खुलापन देखेर तिमी केही विस्मित देखियौ र कुर्सी मिलाइदिँदै भन्यौ, बस्नुहोस् न। तिमी अझै तपाईँमा थियौ। मैले भने, यहाँ होइन, आऊ बाहिर जाउँ। बाहिर पुगुन्जेल तिमी पनि तिमीमा ओर्लिसकेका थियौ। मैले तिमीसित खुब खुलेर कुरा गरेँ। यसमा म पहिलेदेखि नै सतर्क थिएँ। निकै बेर यताउताका कुरा भए। मैले मेरो पतिको बारेमा बताएँ। ऊ मलाई खुब माया गर्छ। जीवनप्रति म सन्तुष्ट छु र भविष्यप्रति आश्वस्त छु इत्यादि। तर म जे चाहन्थेँ त्यो चाहिँ अझै निकाल्न सकिरहेकी थिइनँ। आखिरमा सोधिहालेँ मैले, एउटा कुरा जान्ने खुब उत्सुकता छ मलाई, तिमी नराडिकन भन्छौ? तिमीले भन्यौ, भन न, कस्तो कुरा? तिमी मलाई प्रेम गर्दथ्यौ? तिमीले मलाई विस्मित नजरले हेऱ्यौ। मैले हाँसेर भने, हेर, अब मेरो एउटा सुखी दाम्पत्य जीवन छ। मलाई पुराना कुराहरूले केही फरक पार्दैन। मैले त त्यसै जिज्ञासावश सोधेकी हुँ। तिमीले केही जवाफ दिएनौ। सायद सोच्दै थियौ के भन्नु उचित पर्ला भनेर। मैले भने, सोच्दैछौ? मैले त्यस्तो सोचेर जवाफ दिनुपर्ने खालको कठिन प्रश्न गरे जस्तो त लाग्दैन। त्यसपछि म हाँसेँ। भइगयो, म तिमीलाई कर गर्दिनँ। हामी अर्कै विषयमा कुरा गरौँ। तर अर्को विषयको न तिमीले थालनी गर्यौ न मैले। अनि मैले नै प्रसङ्ग बदले। भोजको बारेमा तिम्रो के राय छ? तिमी गम्भीर देखियौ। मेरो सम्पूर्ण ध्यान केही बोल्न उग्रिरहेको तिम्रो ओठमा केन्द्रित थियो। वास्तवमा तिमीले बोल्न सुरु गर्यौ। मेरो श्वास रोकियो। मुटुको स्पन्दन बन्द भयो। मेरा सबै अङ्गहरू निर्जीव, चेतहीन, अस्तित्वहीन बने। म सिर्फ तिम्रा शब्द सुनिरहेका मेरो कानमा जीवित थिएँ। मेरो सम्पूर्ण प्राण, सम्पूर्ण चेत, सम्पूर्ण अस्तित्व सोहोरिएर मेरो कानमा संकेन्द्रित भयो। तिम्रो एक एक शब्द, एक एक अक्षर, एक एक भाइब्रेसन मेरा कानले निले। तिमीले अगाडि भन्यौ,
वास्तवमा म तिमीलाई भित्रभित्रै चाहन्थेँ। मानौ हिँड्दा हिँड्दै समयको पाइला एकाएक रोकियो। मानौ एक निमेषमा म भित्र हजारौं हजार भयानक प्रलयहरू गए। तर हामी बीच जुन आर्थिक सामाजिक दूरी, तिमीले यसो भनेपछि मलाई अब केही पनि सुन्नु थिएन। मैले बीचैमा झल्यास सम्झे जस्तो गरेर भने, ओहो, हामीले निकै बेर कुरा गर्यौं। मेरो श्रीमान मलाई खोज्दै हुनुहुन्छ होला, जाउँ। म तिमीलाई पर्खिँदा पनि नफर्किकन भित्र गएँ। म एकान्त चाहन्थेँ। चारैतिर हेरेँ, तर त्यस्तो ठाउँ कतै थिएन। मेरो पति अझै गफमा व्यस्त थियो। मैले उसलाई मेरो टाउको दुखेको छ भनी बताएँ र घर जाने आग्रह गरेँ। ऊ केही असजिलोसँग उठ्यो। म उसको साथ चाहन्नथेँ। मैले भने, चाहनुहुन्छ भने बस्नुहोस्, मेरो टाउको दुखेर मात्र, म एक्लै फर्कन्छु। त्यसपछि मेरो पति मलाई घर फर्कने गाडीको बन्दोबस्त मिलाएर त्यहीँ बस्यो। म फर्केँ। घर पुग्दा म आधा पागल भइसकेकी थिएँ। कोठामा छिर्नासाथ ढोका थुनेर रोएँ। सोचेकी थिएँ म रोइसकेपछि ठिक हुनेछु। मेरो पति अबेर घर फर्क्यो र बिछौनामा पल्टने बित्तिकै निदा आयो। तर मेरो निद्रा कोसौं टाढा थियो। तिम्रा शब्द प्रत्येक मेरा कानमा दोहोरिरहेका थिए। म तिमीलाई भित्रभित्रै चाहन्थेँ। उफ, किन ढाँटिदिएनौ सन्जी, किन ढाँटेनौ? अब म कहाँ खोजौँ मेरो मुक्ति? रुँदा रुँदा जब मेरा आँसु शेष रहेनन्, तिमी कल्पनै गर्न सक्दैनौ मैले के गरेँ। मैले तिम्रो मृत्युको कामना गरेँ सन्जी। मैले तिम्रो मृत्युको लागि प्रार्थना गरेँ। भयानक, घोर, पापमय प्रार्थना। तर मैले गरेँ। तर त्यो प्रार्थनाले मलाई झन अधीर, अशान्त र उद्विग्न तुलायो। हरेकपल्ट तिम्रो मृत्युको कामनासँगै मैले आफूलाई विधवा अनुभव गरेँ। अनि त्यसै भयानक रातको अन्तिम प्रहरमा मैले एउटा भयानक खतरापूर्ण निर्णय गरेँ। त्यो निर्णय जब मैले आफैलाई सुनाएँ, त्यो यति भयानक लाग्यो कि म आफै काँपेँ। तर मेरो त्यो अटल निर्णय थियो, एकदम अटल। मैले ईश्वरसँग प्रार्थना गरेँ, ईश्वर, यदि यो मेरो गल्ती हो भने पनि मलाई क्षमा गर। म आफूप्रतिको मोह त्याग गर्न सक्दिनँ। ममा बलिदान हुने क्षमता छैन। म सांसारिक प्रेम चाहन्छु। म यसै संसारमा बाँच्न चाहन्छु। अनि मैले शान्ति अनुभव गरेँ। मलाई लाग्यो मेरो निर्णय ठिक छ, नत्र म किन शान्ति अनुभव गर्दैछु। दिउँसो मैले आफूलाई सम्पूर्ण रूपले तयार पारेँ। साँझमा मेरो पति फर्कने बित्तिकै मैले सुटकेस खोलेर देखाएँ, जसमा मेरा साधारण कपडाहरू र अन्य कुराहरू थिए। मेरो पतिले के हो भन्ने भावले हेऱ्यो। मैले भने, म जाँदैछु। कहिले फर्कन्छौ? मेरो पतिले सोध्यो। म सधैँको लागि जाँदैछु। मेरो पतिले मलाई सङ्कित दृष्टिले हेऱ्यो। म उसै कहाँ जाँदैछु? भोजमा भेटेको मान्छे त्यही थियो। मेरो पतिले थुक निलेर मलाई हेऱ्यो। हुनसक्छ भने मलाई माफ गर्नुहोला। मेरो जिम्माका कुराहरू मैले यस कागजमा लेखिदिएकी छु। बुबा आमालाई साँचो कुरा बताइदिए हुन्छ। जब म सुटकेस उठाएर हिँड्न लागेँ, उसले मेरो हात समायो र आफ्नो दुवै मुठ्ठीमा मेरो हात राखेर भन्यो, मलाई छोडेर नजाऊ। मैले फेरि भने, मलाई माफ गर्नुहोस्। बिन्ती, यो मूर्खता नगर। म तिमीलाई प्रेम गर्छु। मेरो पतिले भन्यो। उसका आँखा रसाउन थालिसकेका थिए। मैले भने, तपाईँ आफूलाई सम्हाल्नुहोस्। तपाईँले म जस्ता जति पनि पाउनुहुन्छ। त्यसमाथि म तपाईँको लागि अयोग्य छु, अपवित्र पनि। मेरो धृष्टताहरूलाई माफ गरिदिनु होला। तपाईँको प्रेमको निम्ति म तपाईँप्रति जीवनभर आभारी रहनेछु। त्यसपछि मैले सुटकेस उठाएँ। ढोकामा पुगेर एकपटक फर्केँ। मेरो पति मलाई कातर नयनले हेरिरहेको थियो। मलाई के सम्झ्यो, सुटकेस भुइँमै राखेर म मेरो पति छेउ पुगेँ। म उसलाई चुम्न चाहन्थेँ, तर उसको अनुहार हेरेपछि मेरो छातीबाट जे उठ्न खोज्यो, मैले त्यसैलाई उसको हात चुमेर थुनेँ। त्यसपछि म सोझै ढोकातिर हानिएँ र सुटकेस उठाएर निस्केँ, त्यस घरलाई सधैँको लागि छाडेर, जहाँ म दुलै बनेर भित्रिएकी थिएँ, एउटा प्रयोगको मानसिकता बोकेर। यसरी एउटा प्रयोग असफल भयो। सोचेँ, यो एउटा फूल फुटेको हो, सम्भावनाको गर्भाधान फेरि हुनुपर्छ। यसरी एउटा यात्रा असफल भयो। मैले गन्तव्य पाइनँ। ट्याक्सीमा म सोच्दै थिएँ र म अर्को यात्रामा गइरहेकी छु। तर यो यात्रा पनि कतै त्यही पुरानो बाटोमा त दोहोऱ्याइरहेकी छैन मैले। आखिर मेरो यात्रा असफल हुनुमा के कारण थियो? मैले मेरो पतिको सामु कन्फेसन गरेँ, तर उसले मलाई स्वीकार गरेन। किनभने कन्फेसन गलत अनुक्रममा भयो। मैले पहिले विवाह गरेँ, त्यसपछि कन्फेसन गरेँ। त्यसैले उसको पुरुष मानसिकताले मलाई स्वीकार गरेन। तर यदि मैले पहिले कन्फेसन गर्न पाएकी भए र त्यसपछि विवाह भएको भए, सायद मेरो यात्रा सफल हुने थियो। अनि अहिले त्यही अनुक्रम त दोहोरिरहेको छैन। तिम्रो डेरामा जाने मोडमा ट्याक्सी पुग्ने बेलामा मलाई लाग्यो म गलत ढङ्गले यात्रा गर्दैछु। कतै मेरो यो दोस्रो यात्रा असफल नहोस्। मैले ट्याक्सी मोड्न लगाएँ। अहिले म माइतमा छु। म आफ्नो निर्णयमा त्यत्तिकै अटल छु, दृढ छु। म माइतमा सिर्फ के कारणले रोकिएको छु भने, म पहिले तिम्रो सामु कन्फेसन गर्न चाहन्छु। तिमीलाई मैले यो चिठी त्यही कन्फेसन स्वरूप लेखेकी हुँ। अब सन्जी, मेरो जिन्दगीका प्रत्येक पानाहरू तिम्रो सामु छन्। अब म थाकिसकेकी छु, खरिसकेकी छु। देखिहाल्यौ, मैले चाहेर पनि अरूलाई प्रेम गर्न सकिनँ। मलाई नियतिमाथि विश्वास थिएन, तर अब मलाई लागिरहेछ म तिम्रै निम्ति निर्मित हुँ। मलाई स्वीकार गर, मलाई लिन आऊ। मलाई जुनसुकै झुपडीमा राख। तिम्रो अँगालो मलाई कहिले साँगुरो हुने छैन। प्रतीक्षारत, कुसा। फेरि पत्रको तल, पुनश्च मलाई माफ गर, मैले निर्णय बदले। हिजो साँझ मेरो पति यहाँ आइपुग्यो। ऊ ध्वस्त छ। उसले भन्यो, ऊ म बिना बाँच्नै सक्दैन। मैले आफूलाई सम्हाल्न सकिनँ, रोएँ। उसको दयनीय अवस्थामाथि करुणा मात्र थिएन त्यो। मलाई थाहा छैन यो के हो, परन्तु एउटा नौलो तर एकदमै बलियो भावना अनुभव गरेँ मैले उसप्रति। राति हामी सँगै सुत्यौँ। मैले उसलाई मेरो बारेमा साँचो कुरा बताएँ, तर उसलाई कुनै कुराको मतलब थिएन। ऊ फगत मलाई चाहन्थ्यो। बस रातभरि हामी एकअर्काको आँसुले भिजिरह्यौँ। बिहान म बिउजँदा ऊ मेरो अँगालोमा यसरी शान्त निदाइरहेको थियो। अचानक मलाई मेरा सम्पूर्ण प्रश्नहरूको, सम्पूर्ण प्रार्थनाहरूको उत्तर प्राप्त भएको जस्तो लाग्यो। मलाई ती खास प्रश्नहरू र प्रार्थनाहरूको सम्झना आइरहेको थिएन, तर अचम्म मलाई तिनीहरूलाई सम्झिरहनु पर्ने खाँचो पटक्कै महसुस भएन। दिन नयाँ उज्यालो लिएर आयो।
समयको यस्तो ताजापन मलाई सम्झना छैन। पछिल्लो पटक कहिले अनुभव गरेकी थिएँ। आज म उसँग घर फर्कँदैछु। यो चिठी मैले च्यातिदिनु पर्थ्यो होला, कोसिस पनि गरेकी हुँ, तर किन च्यात्न सकिनँ, च्यात्नै मन लागेन। सञ्जी, यो चिठीका कतिपय हरफहरूका अब कुनै अर्थ बाँकी रहेनन्। तिनलाई मैले केरिदिनु पर्थ्यो, तर त्यसो गर्न पाइनँ। यो चिठीलाई दोहोऱ्याएर हेर्न सकिनँ। तिमी आफैले मिलाएर पढ्नु। ल त साथी, बिदा। मेरो जीवनको यो नयाँ यात्रामा मलाई शुभकामनाहरू देऊ। बिदा।